तथागतप्वेदितो धम्मविनयो भिक्खवे विवटो विरचोतिनो परिच्छन्नो नमो दस्स भगवतो अर्हतो सम्मा सम्बुद्धस्स। आर्य मार्ग कार्यक्रममा यहाँलाई स्वागत छ। यस आर्य मार्ग कार्यक्रमको सञ्चालक म भिक्षु शारदको तर्फबाट मैत्रीपूर्ण अभिवादन। दर्शकबिन आज हाम्रो यस कार्यक्रमको शीर्षक रहेको छ मनको संसार। भगवान बुद्धको बुद्ध भाषा पाली भाषाको शब्दकोशमा यस्तो वचन छ कि संकप्पित संकप्पेति। यसको अर्थ के त भन्दाखेरि विचार गर्नु, धारणा, भावना, इच्छा र संकल्पनाहरू भनेर भनिएको छ। भगवान बुद्धको बुद्धवाणी संकप्प रागो पुरिसस्स कामो। हाम्रो पृथकजन उपासक उपासिकाहरू यो संकल्पनाहरूमा, विचारहरूमा, धारणाहरूमा बस्न मन पराउँछन्, खुसी हुन मन पराउँछन्। त्यति मात्र होइन कि यही संकल्पनाहरूमा डुब्न पनि मन पराउँछन् भनेर उहाँले भन्नुभएको छ। त्यसै गरी मध्यम निकायको रथपाल सूत्रमा हाम्रो रथपाल भन्तेले के भन्नुहुन्छ त भन्दाखेरि उनो अतिनो तन्हा दासो। हाम्रो उपासक उपासिकाहरू सोच्ने विचार गर्ने धारणाहरू म मेरो हो भनेर विचार गर्छन् र विचार गर्दाखेरि त्यसमा तृष्णा उत्पन्न हुन्छ र त्यही तृष्णाले हामीलाई दास बनाउँछ भनेर उहाँले भन्नुभएको छ। त्यसकारण यहाँले पनि विचार गर्नुभएको होला, सोचेको होला, आफ्नो सङ्कल्पनाहरू होला। तर त्यो सङ्कल्पनाहरूले तपाईँलाई कतिको सहज दिएको छ र कतिको यसले हानिकारक दिएको छ भन्ने बारेमा तपाईँले कल्पना गर्नुभएको छ कि छैन त्यो थाहा छैन। यसमा प्रश्नार्थ नै छ। त्यसकारण आज हाम्रो यस कार्यक्रम मार्फत हामीले विचार गर्ने धारणाहरू कतिको सही छ, कतिको सोच्नुपर्ने हुन्छ र यसले कतिको हामीलाई हानिदायक गर्छ भन्ने बारेमा त्यही छलफल गर्ने क्रममा आज हामीले यसरी यस सम्बन्धी छलफल गर्न गएका छौँ र आशा छ यहाँले यस सम्बन्धी धेरै ज्ञान हासिल गर्नुहुन्छ होला भन्ने म विश्वास गर्दछु। र आज हाम्रो यस कार्यक्रमको लागि हाम्रो निमन्त्रणा स्वीकार गरी यहाँ पाल्नु भएको छ, उहाँलाई स्वागत गरौँ। उहाँहरू हुनुहुन्छ सर्वप्रथम हाम्रो निमन्त्रणा स्वीकार गरी यहाँ पाल्नु भएको छ मुनि बिहार बिहारवासी, त्यस्तै गरी बिहार कार्यवाहक श्रद्धेय गरुको स्थविर भन्दै स्वागत छ। त्यसै गरी हाम्रो निमन्त्रणा स्वीकार गरी यहाँ पाल्नु भएको छ हाम्रो एक उपासिका हुनुहुन्छ, उहाँको नाम हो सुषमा बज्राचार्य। उहाँले मास्टर इन एग्रिकल्चर इन्जिनियरिङ फ्रम युनिभर्सिटी अफ जर्मनी उहाँले त्यहाँ त्यो पुरा गर्नुभएको छ। त्यसै गरी उहाँले मास्टर इन थेरवाद बुद्धिज्म फ्रम थेरवाद बुद्धिस्ट एकाडेमी त्यहाँबाट पनि उहाँले सिक्नु भएको छ। त्यसै गरी मास्टर इन पाली फ्रम थेरवाद बुद्धिस्ट युनिभर्सिटी। त्यसै गरी हाल अहिले लुम्बिनी विश्वविद्यालयमा पिएचडी पनि उहाँले गर्दै आउनुभएको छ। उहाँलाई स्वागत गर्न चाहन्छु, तपाईँलाई यस कार्यक्रममा स्वागत छ। त्यसै गरी हाम्रो यस आज मनको संसार सम्बन्धी छलफल गर्ने क्रममा यस कार्यक्रमको प्रथम प्रश्न म भन्दै श्रद्धेय गरुको भन्तेलाई यो प्रश्न राख्न चाहे। हाम्रो कार्यक्रमको शीर्षक अनुसार मनको संसारलाई तपाईँलाई कसरी बुझ्नुहुन्छ? यसले प्रश्न पारिदिने हो न, यो प्रश्न म उहाँलाई राख्न चाहन्छु। हामीले विशेष गरेर त भन्तेज्यूलाई धेरै धेरै साधुवाद छ र यो प्रश्न सोध्नु भएकोमा। हजुर, यो मनको संसार भन्ने बित्तिकै मान्छेले झसक्क सोच्ला कि मन भन्ने बित्तिकै मान्छेको मन हो, विचार हो भन्ने हुन्छ। तर मनको संसारमा जसरी भगवान बुद्धले पनि धम्मपद अट्ठकथामा मनोपुबाङ्गम धम्म भनेर बताउनु भएको छ, जुन कि यसको मुख्य अर्थ नै सबै चिज भनेको नै हाम्रो यो मन नै रहन्छ। हुन त उदाहरणीय लिने हो भने हामीले कति प्राय कुराहरू हामी अहिले यहाँ छौँ भने भोलि अहिलेको अहिले नै हाम्रो मन कहाँ पुग्छ भनेर कसैलाई थाहा हुँदैन है। अब अहिले हामीले कुनै ठाउँमा हामी भन्तेहरूले धर्म उपदेश गरिरहेछन् भने पनि हामीले साधारण उदाहरण लिने हो भने दाताहरू वरिपरि बसेर हुनुहुन्छ उहाँहरू, तर पनि उहाँहरूको मन चाहिँ छोराछोरी नाता नातिना के गर्दै होला, कसो गर्दै होला, यस्तो यस्तो किसिमको वातावरणहरू आउँछ। यो समाजमा सबैमा हुने कुरा नै हो। त्यसै कारणले गर्दाखेरि हामीले यो मनको संसारलाई हामीले अति बुझ्नुपर्ने भनेको नै हामीले जबसम्म हाम्रो मनलाई स्थिर राख्न सकिँदैन तबसम्म भनेको हाम्रो ध्यान आदि कुराहरू पनि हामीले अगाडि बढ्न सफलता पाउनु पनि गाह्रो हुन्छ। हामीले कुनै बेलामा यात्रा गरिराख्दाखेरि कुनै बेलामा बाटोघाटो हामी हिँडिराख्छौँ,
हिँड्दाखेरि पक्कै पनि कसै न कसैलाई कुनै न कुनै ठाउँमा ठेस लाग्न सक्छ है, कुनै ठाउँमा इँटामा हुनसक्छ, कुनै ठाउँमा कुनै खाँबामा ठोकिन सक्ला। तर त्यति बेला हाम्रो मन कहाँ हुन्छ त भनेर, त्यति बेला हाम्रो कुनै न कुनै मनको भावहरू भनेको त अन्तै घुमिरहेको हुन्छ संसारमा। जबकि हाम्रो मन हुनुपर्ने हामी हिँडिरहेछ नि त, हामीले बाटोमा यसो हेरेर हिँड्नु पर्यो, के छ कसो छ भन्ने विचार पुऱ्याउनु पर्ने ठाउँमा। र त्यो नपुग्दाखेरिको अवस्थामा हामी घटना घटिसकेपछि हाम्रो मन चाहिँ के हुन्छ त, चकनाचुर भएर जान्छ। त्यो चकनाचुर भइसकेपछि कहाँ पुग्यो के पुग्यो भनेर त्यो अहिले के सोचिरहेको थियो, के भइरहेको, घटना घट्ने बित्तिकै हाम्रो के भयो, सबै चिज चाहिँ जहाँ हाम्रो दुखाइ हुन्छ, दुःख हुन्छ नि, त्यसमा हामी केन्द्रित बन्न सक्छौँ, भइरहेका हुन्छौँ होइन। म आफैले पनि बेला बेलामा उदाहरण दिने गर्थेँ कि यो मन भनेको चिज म सानो रहँदाखेरि, म एउटा गाउँले जीवन बिताइराख्दाखेरिको अवस्थामा कुनै एक दिन यस्तो घटना छ कि त्यो जिन्दगीमा म कहिले पनि बिर्सिदिनँ है। तर के कारणले हो कसो हो थाहा छैन, गाउँमा घाँस काट्न गएको जङ्गलमा है। अब त्यति बेला मलाई थाहा छ कि म घाँस काट्नु गएको हो है, तर मेरो मन चाहिँ अन्तैतिर स्कुलतिर साथीभाइतिर यसरी घुमिरहेछ कि जब म घाँस काट्दैछु, जब हातमा चोट लाग्यो त्यस पछाडि त्यो साथी पनि छैन, कहाँ जाने के गर्ने भन्ने योजना पनि छैन। जबकि हाम्रो मन बाहिरी छ, यो मनको चिज भनेको यस्तो चिज कि बाहिरी कहिले बेला कहाँ घुमिरहेको हुन्छ, के भइरहेको हुन्छ कसैले थाहा पाउन सकिँदैन नि। तर हामीले त्यो मनलाई चाहिँ बुझ्नको लागि, कन्ट्रोल गर्नको लागि चाहिँ हामीले चाहिँ ध्यान पुर्याउनु पर्छ भन्ने मलाई लाग्छ। त्यसै कारणले गर्दाखेरि हामीले यो मनको संसार भनेको चाहिँ कसैले कसैलाई भन्न सकिँदैन। त्यसै कारणले हामीले जसरी भगवान् बुद्धले बताउनु भयो, जस्तै अघि मैले पाली भाषण मनोपुभङ्ग मधम्म, मन नै यो सबै चिज हो, कहिले कहाँ पुग्छ, कहिले के हुन्छ, कहिले कस्तो हुन्छ भन्ने विषयमा लाग्छ। त्यसै कारणले गर्दाखेरि भगवान् बुद्धले जसरी हामीले यो मनलाई चाहिँ एकाग्र गर्नुपर्छ भन्ने आएको छ, त्यसरी नै हामीले चाहिँ मनलाई एकाग्र गर्नुपर्छ भन्ने मलाई चाहिँ लाग्छ। हजुर, त्यसै गरी यो मन र लोक एउटै हो कि या फरक हो? यसलाई मन र लोकमा हामीले चाहिँ यसलाई चाहिँ छुट्याउनु पर्छ भन्ने मलाई चाहिँ लाग्छ। त्यसरी संसार पनि त्यस्तै हो। जस्तै कि मन भनेको चाहिँ अब हामीले विचार पुर्याउने हो। अब कुन बेला कस्तो विचार आउँछ हैन, कुन बेला के रहन्छ भन्ने कुरा त यो मनले बताउने कुरा भयो नि। तर यो मनमा चाहिँ कसरी घुमिरहेको हुन्छ, कहाँ के भइरहेको हुन्छ, कस्तो भइरहेको हुन्छ, अहिले म यहाँ छु भने मेरो योजना अहिले एकछिनमै तुरुन्तै बाहिरी जान सक्ला। त्यो मनले विचार गर्ने संसार नै आफ्नो भनेर विचार गर्ने नै त्यही नै संसार चाहिँ हो। तर मनको संसार चाहिँ त्यसलाई भन्नु। तर मनको र लोक संसारमा चाहिँ म चाहिँ के देख्छु भन्दाखेरि भगवान् बुद्धले पनि विशेष गरेर यो लोक सूत्रमा विशेष गरेर बताउनु भएको विचारहरू चाहिँ के देखिन्छ भन्दाखेरि यो लोकको विषयमा हामीले चाहिँ विशेष गरेर अनित्य, दुःख, अनात्मा है, यो अनित्य भन्ने चिज भनेको त कति बेला उत्पन्न हुन्छ, कति बेला विनाश हुन्छ भन्ने कुरा त यो संसारमा कहाँ छ र होइन, कहीँ छैन। हेर्नुहोस्, ताकि मनुष्य जीवनमा हामी जन्मेपछि मर्नुपर्छ भन्ने हामीलाई थाहा छ। ताकि बोट बिरुवामा पनि त्यो उम्रिसकेपछि एक दिन विनाश भएर जान्छ हैन। त्यसरी नै हामीले साधारण रूपमा हेर्ने भने हामीले कुनै फुलको एउटा थुङ्गा राम्रो लाग्यो, हामीले टिपेर ल्यायौँ, त्यति बेला हामीलाई राम्रो लाग्यो, ओहो कस्तो राम्रो छ भन्छौँ। तर त्यो एकछिन केही समय पछाडि त्यो ओइलिएर जान्छ, कुहिएर जान्छ, त्यस पछाडि त्यसलाई हामीले घिन लाग्छ नि। त्यसरी नै यो भनेको अनित्य छ यो संसार भनेको। अब त्यही चिज हिजोको दिनलाई हामीले राम्रो देख्यौँ, हामीले त्यसैलाई लियौँ। तर त्यो चिज कुहिएर गइसकेपछि त्यसलाई नै हामीले चाहिँ फोहोर मान्छौँ, दुःख मान्छौँ हैन। अब अनित्य दुःख त यही उत्पन्न भयो नि हैन। त्यसै कारणले अनात्ता त्यो त कहिले के हुन्छ भनेर कसैलाई त उत्पन्न हुने भने त छैन। त्यसै कारणले गर्दाखेरि यो मन र लोकमा भनेको चाहिँ मन भनेको हामीलाई मनपर्ने चिज, इच्छा लाग्ने चिज भयो। लोक भनेको चाहिँ विशेष गरेर चाहिँ उत्पन्न हुने र विनाश भएर जाने। यसलाई चाहिँ हामीले मुख्य गरेर बुझ्नुपर्छ भन्ने मलाई चाहिँ लाग्छ। यो चाहिँ त्यसै गरी अब भगवान् बुद्धले भन्नुभएको छ यो लोक भन्दाखेरि चाहिँ नि
आफूले देखेको सुनेको त्यसलाई नै लोक भनेर पनि भन्छ। त्यसै गरी अब हात, यो 2 हात जति हामी फैलाछौँ त्यही हात जति चाहिँ हाम्रो शरीर पनि हुन्छ र त्यो शरीरले हामी जति पनि बुझेका हुन्छौँ त्यो बुझेको सुनेको आफूले महसुस गरेको चिज नै संसार हो, लोक हो भनेर चाहिँ नि उहाँले भन्नुभएको छ। तर त्यसमा उहाँले भन्नुभएको अर्को कुरा के त भन्दाखेरि लोक भन्नाले चाहिँ नि आफ्नो चाहिँ नि पर्सनल या चाहिँ नि आफ्नो मात्रै हुन्छ अरे, अरूको लोक र आफ्नो लोकमा कहिले पनि समान हुँदैन अरे, फरक फरक हुन्छ भनेर उहाँले पनि भन्नुभएको छ। साधुवाद छ हाम्रो गरुक स्थबरी भन्नेज्यूलाई, उहाँले यो लोक र संसार सम्बन्धी प्रश्न पारिदिनु भएकोमा। अब म यस कार्यक्रमको दोस्रो प्रश्न म सुषमा बज्राचार्य तपाईँलाई यो प्रश्न राख्न चाहेँ। तपाईँको पारिवारिक त्यस्तै गृहस्थीको नाताले तपाईँलाई यो मनको संसारलाई कसरी लिनुहुन्छ? सर्वप्रथम त भगवान् सम्यक सम्बुद्धमा सादर वन्दना अनि भन्तेहरूमा मेरो सादर वन्दना छ। अघि सुरुवातमै अब शारद भन्तेले भन्नुभयो होइन सङ्कल्पना भनेर नि, सङ्कल्पना भनेर भन्नुभयो र म हुन त भन्तेहरूको अगाडि मनको संसारमा कुरा गर्नु भनेको त इन्द्रको अगाडि स्वर्गको कुरा गर्नु जस्तै हुन्छ होइन। तर तैपनि म चाहिँ अब आफ्नो अनुभवको आधारमा र आफूले अलिअलि अध्ययन गरेको बुझेको सुनिरहेको आधारमा चाहिँ म केही राख्न चाहन्छु र कहीँ केही त्रुटि भएमा चाहिँ भन्तेहरूले प्लिज मलाई सच्याइदिनु हुन अनुरोध गर्छु। म धेरै सिक्नु पनि चाहन्छु यो आजको यो संवादबाट है। अब सङ्कल्पना मैले अब एउटा उदाहरण अहिले नै दिन्छु। म भन्तेले मलाई सायद लास्ट विकमा चाहिँ सुषमा दिदी आउनुहोस् है यो मनको संसारको बारेमा हामी यसो छलफल गरौँ भने त्यो बेलादेखि मेरो मन चाहिँ यही संसारमा हुन्छ कि भन्तेहरूले बोलाउनु भएको छ, अब क्वेसनहरू पठाउनु भएको छ होइन। म चाहिँ साँच्चै लिटरल्ली त्यो मनमा चाहिँ यसैभित्र चाहिँ मेरो कल्पनै त्यसमा थियो कि यसमा यो प्रश्नहरू पठाउनु भएको कसरी गर्ने भनेर म भन्तेसँग यसरी बसेर छलफल गरेको पनि म एकदम भिजुअलाइज पनि गरिरहेको कि अझ नि, किनभने मैले भन्तेको यो आर्य मार्गको युट्युबहरूको त्यो क्लिपहरू हेरेको छु कि म कसरी गर्नुहुन्छ भने। त्यस कारण प्रत्येक म त्यसले चाहिँ के भन्न चाहन्छु, मन चाहिँ कस्तो मलाई लाग्छ भने भन्थे एउटै ठाउँमा चाहिँ बस्नै सक्दैन कि है। अब अहिले म यहाँ छु, मेरो मन चाहिँ कि अतीत भन्नु मेरो पास्टको कुराहरू सम्झेर कहिले हेतेरिका यस्तो गरेको भए है अझ कस्तो हुन्थ्यो भनेको जस्तो हुन्छ। कहिले कहिले प्रायश्चित पनि हुन्छ, कहिले दुःख पनि हुन्छ त्यो अतीतको कुरा सम्झेर। अनि कहिले कहिले चाहिँ यो भविष्यको कुरा सम्झन्छु कि म चाहिँ आफ्नो सपनाहरू कल्पनाहरू होइन अनि योजनाहरू बनाउन थाल्छु। अनि चाहिँ कहिले कहिले भविष्यको बारेमा चिन्ता पनि लागेर आउँछ है भन्थे। त्यस कारण चाहिँ अब मलाई चाहिँ यो मन भनेर चाहिँ वर्तमानमा चाहिँ धेरै नै कम बस्ने मैले महसुस गरेको छु कि होइन भन्थे। अब जस्तै हाम्रो गुरुवर हुनुहुन्थ्यो श्रद्धेय ज्ञान पूर्णिक भन्थे, उहाँले चाहिँ ध्यान गर्दाखेरि धर्मदेशना गर्नुहुन्थ्यो, मङ्की माइन्ड भन्नुभएको त्यो झलझल सम्झन्छु कि भन्थ्यो। कस्तो राम्रो कुरा, मङ्की भान्डर जस्तै रहेछ मन भनेको त होइन। एकछिन पनि स्थिर भएर चुप लाएर बस्न नसक्ने र कुन बेला कहाँ के बिगार्छ पत्ता पनि नहुने त्यो मन भनेको चाहिँ यस्तो विचित्र रहेछ भन्थे। होइन मलाई चाहिँ त्यस्तै लाग्यो र अब भनौँ न अब कहिले कहिले चाहिँ कस्तो लाग्छ फेरि मनले भनेको चाहिँ मैले जे चाहन्छु त्यो मेरो मनले गर्छ भनेको जस्तो पनि लाग्छ। कहिले कहिले मन कस्तो हो मैले खोजेको केही गर्दैन र त्यस्तो बेलामा चाहिँ अब मन विचित्र रहेछ भनेर जस्तो लाग्यो मलाई नि। अब परिवारमा पनि मैले हेरेँ भने अब सुरुमा चाहिँ आफ्नो भर्खर बिहे भएको बेलामा ल अब होइन राम्रो परिवार भयो यस्तो भयो छोराछोरी भयो छोराछोरीहरूको राम्रो होस् भन्यो। अनि फेरि छोराछोरीको बिहे भयो अब उसको छोराछोरीको राम्रो होस् त्यो छ नि खालि कल्पनामा धेरै रमाउने जस्तो मैले पाएँ। र अब जबसम्म अब भनौँ अघि हाम्रो गरुको भन्तेले पनि भन्नुभयो होइन स्थिर मनलाई स्थिर राख्ने र त्यो स्थिर जब मैले राख्न सिकेँ अनि चाहिँ फेरि मनको संसार चाहिँ अर्कै रहेछ भनेर पनि बुझ्न थालेँ कि मैले गृहस्थी भएर पारिवारिक जिन्दगानीमा बसेर पनि मनलाई चाहिँ हामीले संयमित गरेर एटलिस्ट कुनै न कुनै तहसम्म लेभलसम्म चाहिँ मनलाई चाहिँ आफूले भनेको जस्तो बनाउन सक्ने रहेछ भनेर मैले बुझ्न थालेको छु भने अहिले चाहिँ कसरी थालेको त्यो ध्यानबाट कि अवेरनेस होइन। जस्तो अब हामीलाई ध्यानमा भन्थे गुरुमाहरूले सिकाउने त जे हुन्छ त्यसमा अवेर हुने, यु आर जस्ट एन अब्जर्भर होइन। जे हुँदैछ त्यो वर्तमानमा जे हुँदैछ त्यसमा अवेर हुनु
र त्यो अवेर हुन साथै त्यो हटेर पनि जान्छ कि जस्तै दुःख भयो अघि भन्थ्यो भन्नु भने कहीँ ठेस लाग्यो अब दुख्यो त्यो दुखिएको संवेदना फिलिङ त आयो नि किनभने मनले बुझ्ने भाषा भनेको फिलिङ रहेछ कति होइन र त्यो फिलिङ आएपछि चाहिँ ओहो मलाई यस्तो दुखिरहेको छ भनेर त्यो सम्झना साथै अवेर हुन साथ त्यो दुखाइ कम हुँदै गएको पनि मैले महसुस गरेको छु कि भन्थेँ होइन ध्यानबाट त्यस्तै चाहिँ अब त्यो ध्यान गर्ने अभ्यासले गर्दाखेरि मलाई यो मेरो आफ्नो दैनिक जीवनमा पनि कुनै भयो भने एकछिन रोकेर होइन स्टप पज भन्छौँ नि हामी होइन कति दौडिरह अब एकछिन पज गर एकछिन स्लो डाउन गर भन्ने त्यो बानी परेको हुनाले मलाई चाहिँ अब मैले भने एउटा त कल्पनाको संसारमा रम्नेमा होइन आफ्नो सपना योजना कसरी निर्णय गर्ने होला भन्ने कुराहरू हुन्छ भने अर्को चाहिँ अब आएर चाहिँ होइन है सिक जस्तै अङ्गुलीमालले भन्नुभएको थियो नि भगवान् बुद्धले म त स्थिर छु अब तिमी स्थिर हो भनेर नि सो द्याट्स मलाई चाहिँ त्यो एकदमै अहिले सिक्दैछु भन्थे अब यो प्रश्नमा मलाई थप सोध्न मन लाग्यो तपाईँलाई भन्नुभयो कि मैले अहिले सिकिरहेको छु त्यो सिकेको चाहिँ नि भावनाले मात्र हजुर भावना बाहेक अरू केही सिकाइन्न होला र छ भन्थे हजुर उपाय पनि होला जस्तै अब भनौँ न त्यो फिलिङमा अब हामीले संवेदनामा हेर्ने भनेर सिकाइन्छ सुरुमा त होइन ध्यानहरू सिकाइन्छ अनि पछि भनौँ न अब शरीरमा हेर्ने त्यो जुन त्रिलक्षण हेर्ने भन्छ नि होइन दुःख अनित्य अनात्म हेर्ने त शरीरबाटै सुरु हुन्छ शरीरमा हेर्ने अनि वेदनामा हेर्ने भन्छ अनि फेरि चित्त हेर्न त्यो मन पनि त्यो चित्त पनि परिवर्तन भइराख्ने रहेछ के भन्थे त्यो सधैँ एउटै दुःख लाग्यो दुःख लोभ लाग्यो लोभ नभइराख्ने रहेछ परिवर्तन होइन त्यो परिवर्तनशील छ त्यो पनि भनेर पनि बुझियो अब धर्म त स्वभावहरू कि होइन हामीले जब अब फेरि अगेन ध्यानकै इक्जाम्पल दियो भने पनि मलाई चाहिँ लाग्छ अब हामीले त्यो धातुको स्वभावहरू चिन्न थाल्छौँ नि पृथ्वी धातु आपो धातु भन्छौँ त्यो पनि परिवर्तन भएर गएको हामी देख्छौँ र त्यो अनित्य के यो त्यसको अन्त्य पनि देख्छौँ नि हामीले होइन भन्थ्यो सो त्यस कारण चाहिँ यो त्यो पनि सिक्दैछु भने होइन सो त्यो गृहस्थीहरूलाई पनि पारिवारिक जीवनलाई पनि सहज बनाउँदो रहेछ भन्थ्यो यो मनलाई अलि बुझ्न थालेपछि चाहिँ र मनलाई चाहिँ कसरी सम्वरमा राख्ने भन्छ नि सम्वर गर्ने संयमित बनाउने र कहिले त मनलाई चाहिँ अलिकति कन्ट्रोल पनि गर्नुपर्ने रहेछ भने जस्तो नि त्यो चाहिँ सिकेपछि पारिवारिक जीवनमा पनि सहज हुने रहेछ धेरै नै सहज हुने तर बुझ्नेहरूलाई त सहज होला हजुर तर धेरै प्रायहरू त यो मनको संसारमै आनन्द लिएका हुन्छन् त्यसरी आनन्द लिन त गलत होइन तर किन लिन्छन् त त्यस्तो तिनीहरूलाई त्यही सुख लाग्ने के भन्थे भन्नु न अब जुवा खेल्नेहरूलाई जुवा खेल्नमै रमाइलो लाग्छ होइन भन्थे तिनीहरूको मन त्यहीँ रमाउँछ अब त्यस्तै चाहिँ अब जान रक्सी खानेहरूलाई त्यहीमा रमाउनु थाल्छ र मैले बुझेको चाहिँ भन्थे आफ्नो मनले जे चाह्यो नि भन्थे त्यस्तै त्यो जुडेर पनि जाने रहेछ कि भनेको बुझ्नु भन्थ्यो मलाई चाहिँ अब भनौँ न एकदम जुवा खेल्नु मन लाग्छ भने मैले त्यस्तै साथीहरू खोज्ने त्यस्तै साथीहरूले मलाई खोजेर पनि आउँदो रहेछ त्यो मनले आफ्नो वातावरण पनि बनाउँदो रहेछ हेर्नु भन्थ्यो होइन त अब त्यो उसले चाहिँ जे कल्पना गर्यो त्यो पुरा गर्नको लागि चाहिँ त्यो वातावरण पनि आफै बनाउँदो रहेछ कि भनेको मतलब चाहिँ हामीले चाहिँ आफूले इनिसिएटिभ लिएन मनलाई छाडा छोड्यो भने होइन भन्थे मनलाई छाडा छोड्यो भने चाहिँ यस्तो हुने रहेछ भनेर अब समय कति छ थाहा भएन मलाई एउटा भन्थे एकजनाले चाहिँ मलाई एउटा कथा भनेको याद छ कि मलाई जस्तै एउटा त्यो गोठालो हुन्छ नि गोरुहरू गाई गोरुहरूले जङ्गलमा भन्थेहरूलाई थाहा छ होला यो कुरा होइन तर मलाई सान्दर्भिक लाग्यो होइन भन्थे अब गाई गोरुले चाहिँ यो चढाउनुको लागि जङ्गलमा गएको हुन्छ तर एकछिन निन्द्रा लाग्छ उसलाई अब एकछिन भनेर कति बेर सुतेर थाहा भएन तर उठ्दाखेरि चाहिँ त्यो गाई गोरुहरू केही देखेन उसले अब उसलाई त एकदम पिर पऱ्यो नि दुःख लाग्यो नि अनि कुदेर उसलाई दौडी गएर खोज्न थाल्छ नि जङ्गलमा भन्थे होइन खोज्दाखेरि भेट्टाएन अनि पछि यस्तो पछाडि फर्केर हेर्छ र उताबाट चाहिँ एउटा बाघ आइरहेको हजुर होइन बाघ आइरहेको अब त बाघ आयो भने ऊ त डरायो नि बाघबाट पनि बस्नु पऱ्यो नि कुदिरहेको फेरि खाडल आएर होइन भन्थे अनि त्यो खाडलमा चाहिँ अजिङ्गर थियो होइन अजिङ्गर थियो अब के गर्नु तल खाडलमा जाउँ भने अजिङ्गरले खान्छ त्यो मृत्यु नै भयो उता चाहिँ बाघले खान खोजिरहेछ होइन यसो हेरेको चाहिँ धन्न भाग्यले चाहिँ एउटा रुख रहेछ त्यो चाहिँ रुखको हाँगा समातेर ऊ चढ्यो रुखमा चढ्यो नि होइन र अब रुख छ तल अजिङ्गर छ पछाडि बाघ छ यसो रुखको वरिपरि हेर्छ चाहिँ यो दुईतिरबाट यो दुईवटा मुसाहरूले त्यो रुख पनि काटिराखेको थियो कालो मुसा र सेतो मुसाले है ऊ त एकदम अब
धरायो नि त होइन। अब त्यो कालो मुसार साइड भने त्यो टाइम हो नि त, उनीहरूले दिन र रात काटिरहेछ, टाइम पास भइरहेछ, तल मृत्यु छ, पछाडि बाघ छ। त्यस्तो हुँदाखेरि चाहिँ अनि त्यस्तो बेलामा चाहिँ त्यो रुखमा चाहिँ एउटा माउरीको चाका थियो अरे गोला, त्यहाँबाट मह टप टप खसिरहेको अरे, उसको जिब्रोमा पऱ्यो, आहा कस्तो मह मिठो भनेर खान थाल्यो अरे कि ऊ त्यस्तै पनि फुल्न थाल्यो अरे। त्यसले चाहिँ त्यो बाघ पनि बिर्स्यो होइन, त्यो अजिङ्गर पनि बिर्स्यो, त्यो मुसाहरूले काटिरहेको पनि बिर्स्यो। त्यो हो कि संसार। मान्छेले चाहिँ भनौँ गृहस्थीले चाहिँ आफ्नो इन्द्रिय सुखमा पुग्न थाल्यो नि, ऊ रसमा पुग्न थाल्यो होइन भन्थे। अब त्यो अरू सबै त्यो अनित्य दुःख अनात्म चाहिँ बिर्स्यो नि। अनि त्यहाँबाट चाहिँ एकजना कल्याण मित्र आएर उसले हात दिन्छ अरे। अब त्यसले चाहिँ एकछिन पक है म मह नै चाख्छु भनेर बस्छ कि ल है मलाई तारिदेऊ, मलाई चाहिँ फ्री गरिदियो भनेर भन्छ। त्यसमा चाहिँ डिपेन्ड गर्छ भनेर नि एकजना भन्थेले मलाई सुरुमा भन्नुभएको, मेरो मनमा मेरो यो अब चेतन मनमा यो गरेर बसेको छ कि भन्थे। अनि यस्तो चाहिँ मलाई चाहिँ धेरै सान्दर्भिक लाग्छ पारिवारिक जीवन बिताउनेहरूको लागि चाहिँ। जति समस्या भए पनि सानो सानो खुसीमा त्यही रमाएर बस्छ, इन्द्रिय सुखहरूमा रमाएर बस्ने, त्यही खुसीमा सबै दुःखहरू संसारै त्यही लेख्ने भन्थे होइन। आफू जस्तो छ त्यस्तै संसार बनाएर। अब यही क्वेसनमा थप क्वेसन के राख्नु मन लाग्यो त भन्दाखेरि अब गृहस्थीको दृष्टिकोणबाट हेर्दा र चाहिँ हाम्रो धर्मको दृष्टिकोणबाट हेर्दा यो मनको संसारमा के फरक छ? अब हामी गृहस्थीको दृष्टिकोणबाट हेर्दाखेरि चाहिँ मैले अघि भर्खरै भन्थे होइन, त्यो इन्द्रिय सुखहरूमा यो संसारमा रमाउन थाल्छ र उसलाई चाहिँ खासै त्यो अनित्य दुःख अनात्म भनेको त्यो मनमा पनि आउँदैन कि त्यो रमाइराखेको बेलामा होइन। जब कि अब अध्यात्मको हिसाबबाट हेर्ने बेलामा द्याट इज द मोस्ट इम्पोर्टेन्ट। कुनै पनि कुरा नित्य त छैन नि होइन। त्यो महको गोला चाखा पनि त्यो मह पनि सकिएर जान्छ नि, त्यहाँ माउरी पनि मर्छ होइन। र त्यो बाघले खानु त्यो रुखको पनि काट्छ, त्यो तल पनि खस्न सक्छ, अजिङ्गरले पनि खान सक्छ होइन। त्यो त्यस्तो चाहिँ अब त्यो पारिवारिक गृहस्थी जीवनमा चाहिँ त्यस्तो हुँदो रहेछ कि होइन। अब पारिवारिकमा के समस्या भयो भने त्यो फेरि याद आउँछ नि, अनि त्यो छ याद आउँछ तर भुल्छ फेरि होइन, तुरन्तै भुल्छ होइन। अब भनौँ न मनको परिवार गृहस्थीहरूले चाहिँ मनलाई आफ्नो भनौँ एउटा एकदम आवश्यकता आफ्नो उपाध्यायता अनुसार बनाउँछ जस्तो लाग्छ कि मलाई चाहिँ यस्तो राम्रो लाग्छ। त्यस्तो कारण यो मेरो मनले चाहिँ यो गर, किनभने एउटा अङ्ग्रेजीमा उखान पनि छ कि योर माइन्ड डज वाट इट थिङ्क्स यु वान्ट इट टु डु होइन। मनले चाहिँ त्यो गर्छ जो उसले सोध्छ कि तिमीले उसलाई गर भनेको छ। सो वाट एभर यु अर्डर हिम टु डु आई मिन लाइक इट विल डु। त्यस कारण चाहिँ अब भनौँ न अब त्यस कारण चाहिँ उसले चाहिँ आफ्नो आवश्यकता अनुसारको आफ्नो मनको संसार बनाइरहेको हुन्छ, आफू खुसी कसरी रहने त भन्ने हिसाबले होइन। अनि अर्को चाहिँ अब अध्यात्मबाट हेर्ने हो भने के भन्छ भने सबै अनित्य हो, यो मन पनि अनित्य हो, यो सुख पनि अनित्य हो, यो खुसी पनि अनित्य हो। त्यस कारण बी माइन्डफुल, बी अवेयर होइन, त्यस्तो भन्छ भने। अब अर्को चाहिँ गृहस्थी जीवनमा मनको उद्देश्य हुन्छ नि भन्थे। उद्देश्य चाहिँ मलाई कस्तो हुन्छ जस्तो लाग्छ भने म खुसी हौँ, म सफल हौँ होइन, मेरो परिवार खुसी होस्, मेरो अथवा अलिकति ठुलो घेरा भयो मेरो साथीहरू खुसी होस्, मेरो साथीहरूको शत्रुहरूले चाहिँ दुःख पाए पनि हुन्छ होइन। मलाई मनपर्नेहरूले चाहिँ कसैले दुःख पाउनु भएन, तर मलाई मनपर्नेहरूलाई मन नपराउनेहरूले चाहिँ गो टु हेल होइन। आई मिन लाइक होइन त्यस्तो हुन्छ भन्थे, त्यो छ नि। त्यस्तो हुन्छ भने अब अध्यात्म चाहिँ को उद्देश्य मैले बुझेको, अब प्लिज मलाई करेक्सन गर्नु मिलेन नि, मुक्ति खोज्छ अध्यात्मले, यो मनको यो संसारबाट मुक्ति कसरी चाहिँ म यसबाट फ्री योबाट चाहिँ लिबरेट हुन सक्छु, म स्वतन्त्र हुन सक्छु भन्ने त्यो बाटोमा लान्छ जस्तो लाग्छ मलाई अध्यात्मले, हामीले गुरुहरूबाट गुरुआमाहरूबाट सुनेको होइन। अनि अब त्यस्तै अब त्यो पारिवारिक जीवनमा बस्ने बेलामा जुन आसक्तिहरू हुन्छ नि भन्दै अघि भन्नु भने फुल राम्रो आहा त्यो स्वीकार हुन्छ कि हामीलाई, राम्रो चिजलाई राम्रो भनेर अलिकति बढी भए पनि हुन्छ होइन, मलाई अलि फेर भए पनि हुन्छ भने जस्तो चाहिँ त्यो स्वीकार हुन्छ भने अब अध्यात्मले गर्दा चाहिँ के भन्नुहुन्छ भने नो, यो वैराग्य होइन, त्याग, मुक्ति, त्यो आसक्तिले त मुक्त बनाउँदैन नि भन्दै होइन। त्यस कारण बेसिकली चाहिँ डिफ्रेन्ट चाहिँ यो हो कि जस्तो लाग्छ कि मलाई। अब एउटा त्यो आफ्नै त्यो रमाइराख्ने, आफ्नै संसारमा रमाइराख्ने, त्यसप्रति आसक्ति जगाउने होइन, र फुलहरू आहा राम्रो भन्यो टिपेर ल्याएपछि त केही न केही भयो नि त्यो होइन। अब त्यस्तो चाहिँ मेरो बच्चाहरू पनि। अब अर्को कुरा चाहिँ कम्पेरिजन गर्छ कि पारिवारिक जीवनमा चाहिँ मनले कम्पेयर गरेर आउँछ।
कहिले कहिले मैले पहिला भन्ने गर्थेँ आफ्नै छोरीलाई पनि तिम्रो साथीले चाहिँ त्यस्तो गर्छ तिमीले किन गर्न सक्यो म पनि दुःखी हुने ऊ पनि दुःखी हुने क्या अनि त्यो कम्पेयर गर्ने होइन अनि अर्को चाहिँ कम्पिटिसन होइन ऊ जस्तो भयो अब म पनि यस्तो हुनु पर्यो हुन सकेन भने चाहिँ दुःखी हुने अनि अर्को चाहिँ कम्प्लेन गरिराख्ने के भन्थे उसले गरेर यस्तो भयो आफ्नो भित्र चाहिँ नदेख्ने आफूलाई केही नराम्रो भयो दुःख भयो भने त्यसले गरेर होइन त्यो मान्छेले यस्तो नगरेको भए यस्तो हुँदैन थियो आफूले चाहिँ कुनै रेस्पोन्सिबिलिटी चाहिँ नलिन खोज्ने जस्तो त्यो जब कि अध्यात्म चाहिँ तिमी हो तिमी चाहिँ जिम्मेवार हो तिमीले आफ्नो मनलाई संयमित गर तिमीले आफ्नो संसार आफै बनाउँछौ अरू कसैले जिम्मा लिँदैन तिम्रो र जिम्मा लिन खोज्यो भने पनि तिमीले दिनु हुँदैन होइन मैले चाहिँ त्यस्तो बुझेको छु जस्तो लाग्छ भन्थे मलाई गृहस्थीको नाताले हेर्दाखेरि समात्नु जुनमा पनि आँखा कान एक्ज्याक्टली मुख जुनमा पनि समात्नु पाँचवटा इन्द्रिय छवटा इन्द्रिय सबैले हजुर जति मन पराएका चिजहरू बढ्यो त्यति खुसी आध्यात्मिकले खुसीले दुःख ल्याउँछ भनेर पनि थाहा नहुने कि अब मन परेको नपाएपछि फेरि दुःख भयो नि त्यो मन परेको चिज बिग्रियो भने त फेरि दुःख भयो नि होइन भन्थे त्यो त्यस्तो लाग्छ मलाई धार्मिकले चाहिँ नि छोड त्याग गर जति त्याग्न सक्यो त्यति सुख त्यति खुसी होइन त्यति मात्र त्याग होइन कि यो धर्म गर्दाखेरि त्याग नभई नहुने पनि कुरा हो एक्ज्याक्टली जस्तै कि अब दान पनि त्याग हो त्यसै गरी अब रिस उठ्दाखेरि पनि त्याग गर्नु पर्यो त्याग गर्नु रिस भयो ईर्ष्या भयो या चाहिँ लोभ भयो जति पनि अब नराम्रो कुराहरू पनि त्यो पनि त्याग्नु पर्यो नि त त्यागेमा मात्रै मुक्ति पाउँछ बरु पाउँदैन अनि अर्को एउटा मलाई लागेको चाहिँ अब त्यो छ नि यो जीवनशैलीको हिसाबमा हेर्दाखेरि पनि पारिवारिक जीवनमा अथवा गृहस्थीमा हामीले सिक्ने भनेको स्टे इन्गेज्ड तिमी जसरी होस् चलाइराख गरिराख होइन आफू काम चलाइराख व्यवस्थापन गरिराख म्यानेज गरिराख भन्ने हुन्छ भने अध्यात्मले देखाउनु बी अवेर तिमी इन्गेज त भइरहेको छौ तर के को लागि इन्गेज भइरहेको छौ त्यो अवेर हो तिमी त्यो इन्गेजमेन्टले चाहिँ तिमीमा राग द्वेष लोभ बढाइरहेको छ कि अथवा चाहिँ के गर्दा सो अवेरनेस इज द आई मिन लाइक टुल होइन त्यसमा चाहिँ माध्यम चाहिँ अवेरनेस इन्गेजमेन्ट चाहिँ हामी अब पारिवारिक जीवनमा इन्गेज नभइकन पनि नहुने भने त्यो हुनै पर्यो होइन आफ्नो जीविकोपार्जनकै लागि उयो पनि इन्गेज हुनु पर्यो तर अध्यात्मले चाहिँ कसरी इन्गेज हुने कति इन्गेज हुने होइन कति भयो भने पुग्यो भन्ने हिसाबले त्यो अवेर चाहिँ गराउँछ जस्तो लाग्छ कि मलाई हजुर साधुवाद छ हाम्रो सुषमा वज्राचार्य उपासिकालाई उहाँले अति सरल तरिकाले उहाँलाई यो गृहस्थीको नाताले र धार्मिकको दृष्टिकोणबाट कतिको फरक छ भन्ने बारेमा उहाँले प्रश्न पार्नु भयो र उहाँलेहरूले पनि सुन्दाखेरि पनि मनमै आनन्द भएको होला यो त साँच्चै हो यस्तै हो रहेछ भन्ने बारेमा तपाईँले पनि अवबोध गर्नुभयो होला अब म यस कार्यक्रमको तेस्रो प्रश्नतर्फ मुड्न चाहेँ र तेस्रो प्रश्न म बन्धुजीलाई राख्न चाहेँ भन्दै अब अहिलेसम्म हामीले धेरै कुरा गर्न सक्यौँ अब मनबाट नै अब कुरा निस्केको कारण नाताले चाहिँ नि अब म के सोध्न चाहन्छु त भन्दाखेरि सुखी र दुःख मनबाटै उत्पन्न हुन्छ यसलाई अलि प्रश्न पारिदिनु न यो प्रश्न त राख्न चाहेँ मानव जीवनमा सुख भन्ने चिज कहाँ छ दुःख भन्ने चिज कहाँ छ भनेर हामीले जहाँसम्म लाग्छ मलाई हजुर यो चिज भनेको एउटा हावा हुन्डरी जस्तो हावा हुन्डरी भन्छ नि जुन यो चैत वैशाखमा लाग्ने अब हावा हुन्डरी भन्दा जस्तै नै एउटा चिज हो जस्तो मलाई चाहिँ लाग्छ किन भन्दाखेरि मान्छेलाई कुन चिजले सुख हुन्छ भनेर अहिले हामीले केही चिज मिठो चिज खाएका छौँ भने त्यसलाई हामीले आनन्द लियो त्यो पनि एक किसिमको सुख है अब अलिकति धेरै भयो भने अब अगाउँदै गएपछि त्यही चिज नै हामीले दुःख त हुन्छ भने त्यसरी कारणले गर्दाखेरि मलाई चाहिँ जहाँसम्म लाग्छ हामीले यो सुख र दुःखमा हामीले छुट्याउनु पर्ने जस्तो मैले चाहिँ महसुस गर्छु अब सुख र दुःखमा हामीले छुट्याउँदाखेरि अब हामीले बुद्ध शासन अनुसारमा हेर्ने हो भने त सबैभन्दा राम्रो सुख भनेको नै हामीलाई ज्ञान हुनु पर्यो मुख्य गरेर त
अब त्यो ज्ञानले मात्रै नभएर जति पनि अहिलेको संसारमा हामीले देखिरहेको भनौँ अहिलेको समाजको कुरा गरौँ, हामीले धेरै बुद्ध शासनकै मात्रै विषयमा भिज्नुभन्दा पनि अहिले हाम्रो समाजमा परेको आवश्यक हामीले विचार गर्ने हो भने सुख र दुःखमा एउटा अहिले भन्ने भनाइ एउटा के छ भन्दाखेरि मान्छेले धन सम्पत्ति भएको मान्छेलाई देख्दाखेरि सुख देखिन्छ, कार चढेर हिँडेको मान्छेलाई देख्दाखेरि पनि सुख भनेर एउटा डिपार्ट भनेको चाहिँ त्यसरी पनि छुट्टिएको देखिन्छ। अब अर्को हामीले देख्दाखेरि अर्को देख्दाखेरि चाहिँ जुन गरिबीको दुःख हैन, एउटा सोखिन दुःख एउटा दुःखी दुःख हैन, यो हिसाबले हेर्दाखेरिको अवस्थामा अब कुन चाहिँ चिज सुख हो त भनेर त हामीले अब कुन गरिबलाई सोध्ने कि कुनै धनीलाई सोध्ने कि भनेर हामीले हेर्ने हो भने तर कसैलाई पनि सुख भनेको त देखिँदैन। अब सुख कहाँ छ त, कहाँ खोज्न जाने त? अब हामीले जस्तै अब यही सुखको चिजलाई हामीले उदाहरण नै लिने भने जुन भगवान् बुद्धले मङ्गलसूत्रमा पनि 38 मङ्गलका कुराहरू त बताउनु भएको छ नि मङ्गलको विषयमा। त्यसमा पनि हामीले भित्री रूपमा हेर्दा त सुख भोगको कुराहरू नै धेरै छ, त्यहाँ त राम्रो चिजहरू छ, त्यहाँ राम्रो कुराहरू देखाइएको छ। तर हामीले सुख पनि एउटा साधारण रूपमा समाजलाई दिने हो भने त्यो किसिमको सुख पनि एउटा राम्रो सुख मङ्गल हो, राम्रो कुरा हो। तर त्यही चिज चाहिँ मान्छेले नबुझ्दाखेरिको आजको दुःख हो। अब हामीले 38 मङ्गलका कुरालाई राम्रोसँग अध्ययन गर्न सक्यो भने त्यहाँ हामीलाई कति धेरै सुख मिल्छ हैन। अब त्यही चिजलाई चाहिँ हामीले बुझ्न नसक्दाखेरिको अब हामीले उदाहरण लिने हो भने जस्तै कि हामीले त्यहाँनिर जुन असेवाना च बालानाङ पण्डितानां च सेवनाङ भनेर जुन भगवान्ले बताउनु भएको छ नि मङ्गलसूत्रमा, हामीले पण्डितको सङ्गत गर्नु मूर्खको सङ्गत नगर्नु भनिएको छ। अब सुख भोग र दुःख भोग पनि यहीँनिर छुट्टिन्छ भन्ने चाहिँ मलाई लाग्छ। यदि हामीले आज जसरी म एउटा प्रवृत्ति जीवनमा बिताइराख्दाखेरिको अवस्थामा मैले पनि त पण्डितको सङ्गत गरेर आज यो ठाउँ पुग्न सकेँ, मैले भगवान्को शिक्षालाई सिक्न पाएँ र त्यो चिजलाई मैले समाजमा सिकाउन पाएँ, त्यो मेरो लागि सुख हो। यदि अब यही चिज चाहिँ म घर गृहस्थीमा थिएँ भने त मलाई त त्यो त थाहा हुँदैन, त्यो थाहा नभइसकेपछि त मैले नजानिसकेपछि त्यो त मलाई दुःख हो नि। तर मान्छेले देख्दाखेरि भनेको सुख र दुःखमा राम्रो लाउनु पायो, राम्रो खान पायो, राम्रोसँग घुम्न पायो, काम नगरी बस्न पायो, त्यो सुख भोग एउटा मात्र देखिन्छ। तर उसलाई त खाँदाखेरि पनि दुःखै छ, बस्दाखेरि पनि दुःखै छ, घुम्दाखेरि पनि दुःखै छ। के चाहिँ छ त यो चिजमा संसारमा सुख भन्ने चिज त? त्यसैले भगवान् बुद्धले बताउनु जबसम्म हामीले निर्वाण प्राप्त गर्न सकिँदैन तबसम्म भनेको मानव जीवनमा दुःखै दुःखले भरिएको संसार छ। त्यसै कारणले गर्दाखेरि हामीले मानव जीवनमा मलाई चाहिँ जहाँसम्म सुख र दुःखको लागि भनेको मलाई लाग्ने भनेको मानव जीवनमा जसरी भगवान्ले कुशला धम्म अकुशला धम्म, कुशल पनि छ अकुशल पनि छ हैन भने। अब कुशल भनेर हामीले अब यही सुख र दुःखलाई हेर्ने हो भने नि राम्रो र नराम्रो त फरक। अब हामीले यताबाट पाल्यौँ भने कुशल र अकुशल, राम्रो र नराम्रो छुट्टिन दिए मात्र फरक। त्यसै कारणले हामीले यो अब धेरै लामो समयसम्म हामीले धेरै कुरालाई भने हामीले मलाई जहाँसम्म लाग्छ सुखको लागि भनेको हामीले सबैभन्दा पहिलो कुरो भनेको शरीर वचन र मनलाई चाहिँ शुद्धिकरण गर्न सक्नु पर्यो, अनि मात्र हामीले चाहिँ सुख भोग मिल्छ जस्तो लाग्छ मेरो विचारमा। अब हामीलाई दुःख भोग भनेको पनि जबकि हाम्रो शरीर वचन मन छैन भने विभिन्न किसिमको दुःख त हामीले अवश्य भोग्नुपर्छ। जसरी कि एउटा म आफैले पनि थाइल्यान्डमा बस्दाखेरि हामीले यो सामाजिक रूपमा विद्यार्थीहरूलाई हामीले ट्रेनिङ गराउँथ्यौँ। यो ट्रेनिङ गराउँदाखेरि भनेको त्यहाँनिर भनेको हामीले विद्यार्थीहरूलाई ट्रेनिङ गर्न दुई किसिमको विद्यार्थीहरू हुन्छ, एउटा शिक्षित विद्यार्थीहरू, एउटा अशिक्षित। भन्नुको मतलब कोही चाहिँ अलिकति पढी लेखेका स्कुलमा कलेजकाहरू, कोहीहरू चाहिँ त्यो बिचमै छोडेर बिग्रेर बसेकाहरू हैन रे। अब उनीहरूलाई हामीले
त्यस सिकाउन जाँदाखेरिको अवस्था मैले के देख्थेँ भन्दाखेरि त्यो जुन पढी लेखेका अलिकति पण्डितको सङ्गत गरेकाहरू हुन्छन् नि, ओहो उनीहरूको स्वभाव वातावरण देख्दाखेरिको अर्कै महसुस आनन्द सुख भोग लिन सकिन्थ्यो। त्यो अलिकति अशिक्षित व्यक्तिहरू भनेको कोही त्यसमा भनेको कोही ड्रगिस्ट हुन्छन्, कोही यस्तै यस्तैहरूलाई चाहिँ हामीले चाहिँ धर्मबाट चाहिँ कसरी प्रेरित बनाएर राम्रो मान्छे बनाउने भन्ने हाम्रो उद्देश्य हुन्थ्यो। उहाँहरूलाई सिकाउन जाँदाखेरिको उहाँहरूको स्वभाव त ओहो, त्यो कोही 12-15 वर्षको उमेरमा बच्चा छ, दुःख पाएको छन् होइन, कोही एडिक हुन्छन्, यस्ताहरू देख्दाखेरि त्यो कति दुःख लाग्छ। मान्छेको जीवन भनेको त त्यही विद्यार्थीको अन्तरमै देखिन्थ्यो कि। त्यो देखिँदाको अवस्थामा त्यहाँनिर हामीले गर्दाखेरिको भनेको सुख र दुःख भनेको जुन त्यसमा एउटा हामीले देखाउँदाखेरि एउटा जुन कि कुनै एउटा व्यक्तिले उसको जीविका जिउने तरिका चाहिँ उसको चाहिँ जहिले पनि भाले जुधाएर चाहिँ आफ्नो जीविका पार्जन गर्ने, जहिले पनि। भालेले जितेर अब भाले जुधाउन जाने अनि जितेर पैसा ल्याएपछि ओहो यति रमाउने, यति खुसी हुने है, यति यसरी नै उसको आफ्नो पारिवारिक रूपको आफ्नो जीवन यसरी नै यापन गर्दै गयो उसले। तर एक दिन उसको भालेले त्यसरी नै फेरि जुधाउन जाँदा अन्तिममा ठुलो एमाउन्टमा उसले चाहिँ हार्नु पर्यो। किनकि मान्छेको त सधैँ जितिराख्छु भन्ने त हो, एक दिन त हार्नुपर्छ। जब उसले हारिसकेपछि तैँले गर्दा मैले हारेँ भनेर त्यो भालेलाई चाहिँ मजाले उसले चाहिँ कुट्न थालेपछि, रिसाउन थालेपछि त्यही भालेले आफ्नै आँखा फुटाइदिएर उसले चाहिँ यो संसारबाट चाहिँ आँखै नदेख्ने अवस्था बनेको थियो। भन्नुको यसको अर्थ चाहिँ भने हामीले यो कर्मको विभाग हो, सुख र दुःख पनि एउटा कर्मको विभाग। यदि हामीले कुशल कर्म गरेको छौँ भने अवश्य पनि हामीले सुख पाउँछौँ नै। यदि हामीले अकुशल कर्म गरेको छौँ भने हामी अवश्य पनि हामीले त्यो कर्मको विभाग अकुशल भोग्नै पर्छ। त्यो दुःख हुन्छ नै, अवश्य पनि हुन्छ। त्यसै कारणले गर्दाखेरि अझ हामीले त्यसमा मात्रै नभएर कुशल र अकुशलको विषयमा हामीले बारम्बार जोड्नुपर्ने अवस्था भनेको बुवा आमाको विषय। हेर्नुहोस्, यो कुशल अकुशल दुःख र सुख पनि यहाँ पनि हामीले जोड्न सकिन्छ कि अहिलेको समाज परिवर्तनमा के देखिन्छ भन्दाखेरि गाउँघरमा मान्छेहरूले आफ्नै बाउआमालाई कुट्ने भन्ने हामी देख्छौँ नि। बाउआमाले दिइन्जाल चाहिँ कति खुसी छ, कस्तो आनन्द छ। जब बाउआमासँग सकिसकेपछि त्यही आमालाई गाली गर्ने, पिट्ने आदि क्रियाकलापहरू हामीले समाजमा देखेका छौँ नि। तर त्यही चिज भोलि गएर उसकै छोराछोरीले उसलाई पनि त्यस्तै गरेको हुन्छ। यो भनेको कर्मको विभाग। मलाई अहिले हामीले यो चाहिँ भने चाहिँ अर्को जुनी जानुपर्दा यही जुनीमा देख्न पाइन्छ भनेर भगवान्ले पनि बताउनु भएको छ। बुवा आमालाई गरेको विभाग भनेको त्यसरी नै हामीले सुख र दुःख पनि यदि हामीले पनि राम्रोसँग आफ्नो परिवारलाई, बुवा आमाहरूलाई राम्रोसँग सुखमय राख्न सक्यो भने हामीलाई पनि भोलि गएर हाम्रो छोरा नाता नातिनाले पनि अवश्य पनि हामीलाई पनि त्यसरी नै सुखमय राख्छ भन्ने चाहिँ मलाई लाग्छ। साधुवाद छ हाम्रो भन्देज्यूलाई। यस सम्बन्धी कुराकानी गर्दाखेरि मेरो मनमा अर्को एउटा पनि प्रश्न उठ्छ। के त भन्दाखेरि अब मनले अनुभव गरेको संसार र वास्तविक संसारले यसले मान्छेलाई कतिको असर पारेको छ होला? त्यो मनले गरेको मानेको संसार र वास्तविक संसारमा यो हामीले जुन परियतिमा पनि भनिराखेको हुन्छ नि, परियति र प्रतिपदी भनेर हामीले दुईवटा डिपार्ट त छुट्याएकै छौँ होइन। हामीले जहाँ पनि त्यो त हुन्छ नै, यो जुनसुकै विषयमा पनि एउटा थ्योरिकल र प्र्याक्टिकल त हुन्छ, जहीँ पनि हुन्छ। त्यसरी नै यो मनको संसारको विषयमा र अर्को यथार्थको विषयमा हामीले हेर्ने हो भने जुन कि पाली भाषामा म सानो हुँदाखेरि हामीले पाली पढ्दाखेरिको अवस्थामा हामीलाई चाहिँ एउटा ल तिमीहरूले यो मन्त्र कण्ठ गर है भनेर चाहिँ छोटकरीमा दिनुभएको थियो कि। अब हामीले सोच्यौँ त्यो मन्त्र हो भनेर है, तर त्यसमा चाहिँ के थियो भन्दाखेरि अब हामीले पछि बुझ्दाखेरि त्यसको अर्थ अर्कै थियो। तर छोटकरीमा
र तिमीहरूले यो मन्त्र कण्ठ गऱ्यो भने तिमीहरूलाई चाहिँ यो सबै चिज चाहिँ भरिपूर्ण हुन्छ भनेर। हेर्नुहोस् अब हेर्नु यो मैले यो जोड्नु खोजेको चाहिँ अब त्यो मनमा त हाम्रो त त्यही जाग्यो नि त। अब भन्तेहरूले बताउनु ठुलो भन्तेहरूले बताउनु भएको ओ यस्तो मन्त्र ल कण्ठ गर्ने भन्यौँ है। भन्दाखेरिको अवस्थामा के भन्दै त हामीलाई छोटो के बताउनु भने सुचिपुली जम्मा ल यो कण्ठ गर तिमीहरू जाँचमा जहिले पास हुन्छ भन्नुभयो। हेर्नुहोस् अब त्यो चाहिँ हामीले मनमा यति भित्र राखेर हामीले बस्यौँ है। अहिले त्यस पछाडि हामीले अब सानो बेलामा त त्यो बुझ्न सकिएन, अलिक ठुलो हुँदै गइसकेपछि त्यसको हामीले अर्थ खोजेर हेर्दाखेरि त्यो अर्थलाई हामीले बुझ्ने कोसिस गर्दाखेरिको अवस्थामा के रहेछ त सु भनेको सुत्ता, ची भनेको चित्त, पु भनेको पुच्छा, ली भनेको लिखित। अब यसको हामीले देख्ने भनेको सु भनेको सुन्नु पर्यो, ची भनेको चित्त विचार उत्पन्न गराउनु पर्यो, पु भनेको पुच्छा हामीले प्रश्न उत्तर गर्नु पर्यो, ली भनेको लिखित यो हामीले टिप्पणी गर्न सक्नु पर्यो। अनि यसो बुझ्दाखेरि त पछिबाट वास्तविक संसार त जुन हामीलाई सानो बेलामा सुचिपुली भनेर सिकाइएको थियो यसको अर्थ त भरै बुझेर जाँदा त अर्कै छ। अनि हामी तर हामीले त्यो चिज चाहिँ अलिकति हामीले वास्तविक रूपमा बुझ्ने नै हो भने हामी चाहिँ एउटा मनमा चाहिँ एउटा मनलाई त्यो भित्री मनमा राखेको कारणले गर्दाखेरि तर पछि गएर त्यसले चाहिँ हामीलाई धेरै प्रतिफल त दिएको छ नि। जुन त्यो भएको कारणले गर्दा म चाहिँ के भन्छु भन्दाखेरि यो विषयमा चाहिँ हामीले मानव जीवनमा मन त आफ्नो ठाउँमा छँदैछ, हामीले त मनले त जे पनि गर्न सक्छ, तर वास्तविक संसारमा भनेको चाहिँ यो चारवटा चिज चाहिँ हाम्रो समाजमा एकदमै इम्पोर्टेन्ट भन्ने मलाई चाहिँ लाग्छ। किन त भन्दाखेरि मानव जीवनमा हामीले जस्तै अहिले हामी नेपालमा त बहुजाति बहुधर्म भएको ठाउँ, तर त्यसमा हामीले बुझ्ने हो भने न कुनै जातिको हामीलाई वास्तविक थाहा छ न कुनै धर्मको हामीले जरादेखि कोट्याएर हेरेको छैन नि। वास्तविकता त हामीले खोजेकै छैन। त्यो कारणले गर्दाखेरि मलाई चाहिँ जहाँसम्म लाग्छ कि हामीले आफूभन्दा ठुलोहरूले सिकाउनु भएको कुराहरू बाटो देखाउनु भएको कुराहरू हामीले चाहिँ ध्यान दिएर चाहिँ यो सबै चिजका विज्ञहरू चाहिँ सुन्नुपर्छ। पहिलो कुरो प्राथमिकता त्यो सुनिसकेपछि हामीले सही गलत छुटाउनका विचार त पुर्याउनु विचार गर्नु पर्यो। यदि बुझेन भने हामीले अझ उहाँहरूलाई प्रश्न गर्नु पर्यो र त्यो चिज चाहिँ हामीले आफ्नो दिमागमा राख्न सक्यो, कुनै आफ्नो नोटबुकमा राख्न सक्यो भने वास्तविक संसार चाहिँ अनि चाहिँ उपयुक्त हुन्छ भन्ने चाहिँ मलाई चाहिँ लाग्छ। भन्दै हजुर साधुवाद छ गरुक स्थवीर भन्नेज्यूलाई, उहाँले अति राम्ररी यहाँलाई प्रश्न पारिदिनु भयो। त्यसै गरी भगवान्बुद्ध एउटा वचन पनि छन् त अचिन्तितम्पि भवति चिन्तितम्पि विनश्यति, सोचेको विचार गरे जस्तो हुन्न र चाहिँ नि हुँदाखेरि चाहिँ नि कहिले पनि नसोचेको जस्तो हुन जान्छ। त्यसरी उहाँले भन्नुभएको उदाहरण अति यहाँलाई चाहिँ नि मनमा छोयो होला। यसरी नै हामीले चाहिँ नि आफूले पनि र आफ्नो बच्चाहरूले पनि यसरी नै सिक्नुपर्छ र सिकेर अगाडि जानुपर्छ भन्ने म सुझाव दिन चाहन्छु। र अब म यो फेरि यस कार्यक्रमको म चौथो प्रश्नमा मुडिन चाहेँ र यो प्रश्न हाम्रो सुषमा बज्राचार्य उपासिकालाई यो प्रश्न राख्न चाहेँ। भर्खरै उहाँले भन्नुभएको अनुसार चाहिँ नि अब तपाईँलाई के प्रश्न राख्न चाहन्छु त भन्दाखेरि विचार र मनको संसार बिच के भिन्नता छ? हजुर धेरै धेरै साधुवाद छ भन्तेलाई। म अलिकति हाम्रो गौरव भन्तेले राख्नुभएको कुरामा अलिकति मैले जोड्न चाहेँ। अघि त्यही कुरामा सुख दुःख भन्ने कुरामा नि मलाई लागेको चाहिँ कस्तो छ भने वास्तवमा सुख चाहिँ एउटा मैले सुनेको कुरा चाहिँ पेन इज द पाथ टु ट्रान्सफर्मेसन, होइन? दुःख नै रूपान्तरणको लागि चाहिँ बाटो मार्ग प्रशस्त गर्छ। मान्छेले दुःखको अनुभूति नगरिएको नै सुखको खोजी गर्दैन है। त्यो चाहिँ मलाई एकदमै घट लागेको वाक्य हो, होइन? जस्तै अब सिद्धार्थ गौतमले पनि दुःखै देखेर जानुभएको हो नि, होइन? सुखकै खोजी भनौँ न, होइन? त्यसकारण चाहिँ यो सुख र दुःखमा चाहिँ एकदम
अब यो त सत्य भनौँ न, हाम्रो आर्य सत्यले पनि दुःख छ, दुःख हो त्यो त सत्य नै हो नि, पहिलो आर्य सत्य होइन। त्यो दुःख देखेपछि मात्र मान्छेलाई चाहिँ त्यो रूपान्तरण हुन खोज्ने हो जस्तो चाहिँ मलाई लागेको होइन। त्यस कारण चाहिँ यो सुख र दुःखको चाहिँ अति नै सानो मात्र के भनौँ अब फरक के। कसैले चाहिँ एकदम सुख भइरहेको कुरा अरूलाई चाहिँ दुःख भइरहेको हुनसक्छ नि फेरि होइन। त्यो लिङ्केज चाहिँ मलाई अलिक भन्नुभएको कुरा एकदम चित्त बुझ्यो कि सुख र दुःख भनेको वास्तवमा एकदमै परिपूरकै। अनि कोही मान्छे एकदम मनपर्ने मान्छे देखेर एकदम खुसी हुने, तर ऊ गयो भने फेरि दुःख हुन्छ नि। सुख नै दुःखको कारण हुन्छ होइन, र दुःख पनि कति बेला चाहिँ सुखको पनि कारण हुन्छ भने मलाई चाहिँ एकचोटि एउटा कुरा फेरि प्रसङ्ग जोड्न मन लाग्यो। ज्ञान पनि भन्थ्यो, मेरो पहिलो गुरु हुनुहुन्थ्यो उहाँ होइन। उहाँले चाहिँ प्रवज्जा गर्ने भन्नुभएको थियो, नागारेको प्रवज्जा गर्ने भनेर भन्नुभएको थियो। अनि मैले चाहिँ भन्थेलाई के भने मलाई पनि एकदम प्रवजित हुन मन लाग्छ, तर कपाल काट्न चाहिँ म सक्दिनँ, मलाई कस्तो देखिने होला, नराम्रो हुने होला भन्थेले। केही पनि भन्नुभयो भने सिर्फ एक सेन्टेन्स भन्नुभयो, त्यो कपाल भनेको फेरि आउँछ। र त्यो एउटा चाहिँ मेरो लागि यस्तो कल्याणकारी भनौँ न वाक्य भन्नुभयो कि मेरो त्यही बेला मैले निर्णय ल म हुनेछु होइन। अब भन्तेले चाहिँ कुन चित्तले मैले त्यो बुझेछु कि हो नि त कपाल। अहिले त म चौथो पटक अस्ति प्रवजित भएछु, मलाई यो कपालै दुःख लाग्न थालिसक्यो अब चाहिँ होइन। त्यस कारण चाहिँ यसरी पनि हेर्न सकिन्न। कुनै बेलाको चाहिँ ओ मेरो कपाल राम्रो हुने, कस्तो राम्रो भनेर खुसी थिएँ भने अहिले कपाल काट्दाखेरि एकदम राम्रो लाग्छ कि कस्तो आनन्द, यो ट्याग होइन, यो कपाल कोर्ने अनि यताउता केही झन्झट पनि छैन भने जस्तो लाग्छ। त्यस कारण सुख र दुःख चाहिँ मैले भन्दै भन्नुभएको मलाई एकदम घट लाग्यो कि कसरी छुट्याउने त होइन। कसैको लागि के दुःख हुन्छ, कसैको लागि त्यही सुख हुनसक्छ भने जस्तो नि। त्यो भयो अब मन र विचारको संसारमा चाहिँ भन्थे मलाई चाहिँ अगेन है, मैले धेरै कुरा मलाई त्यति ज्ञान त छैन, भर्खर विद्यार्थी म यसमा चाहिँ। अब मन भनेको चाहिँ एउटा आधार हो जसलाई विचार उत्पन्न हुने ठाउँ हो नि मन भनेको होइन। मनमा विचार आउँछ र त्यो विचार चाहिँ अब त्यो विचारले गर्दाखेरि दुःख सुख हुन्छ, तर त्यो कहाँ हुन्छ फेरि मनमै हुन्छ होइन भन्दै। त्यस्तो हो, त्यस्तो लाग्यो मलाई नि। र अब अहिलेको यो न्युरो साइन्टिस्टहरूले चाहिँ के भनेर तिनीहरूले चाहिँ पत्ता लगाइरहेको छ अथवा थाहा पाइरहेको छ त भन्दाखेरि एकजना मानिसको चाहिँ एक दिनमा उसले चाहिँ 6000 देखि 80,000सम्म विचार उत्पन्न हुन्छ अरे। एक व्यक्तिको एक दिनमा 6000 देखि 80,000सम्म विचारहरू उत्पन्न हुन सक्छ। अब 6000 चाहिँ के त भने छाप छोड्नेवाला विचार, कुन विचार हुन्छ नि एकदम छाप छोड्ने इम्प्याक्ट गर्ने खालको चाहिँ त्यो 6000 हुन्छ भने त्यो शान्ति अनि विचारहरू आइरहने त कति हुन्छ अरे कि। त्यसरी भन्दाखेरि त त्यो सबै आउने मनमा हो नि होइन। अब अगेन अब त्यो मनको संसार र विचारको संसार भने त्यो विचारमा बहेर गयो भने चाहिँ हाम्रो मनले पनि अब यो एल्गोरिदम भन्ने हुन्छ नि, हामीले यो फेसबुकहरू हेर्दाखेरि हामी एकचोटि जुन लाइक गर्यो अथवा सब्सक्राइब त्यस्तै खालको आइरहेको छ नि होइन। त्यो फेसबुक खोल्न त्यस्तै आइरहेको। त्यसै यो मनले पनि त्यस्तै गर्छ कि जस्तो लाग्यो कि मलाई नि। जुन विचार आउँदाखेरि हामीलाई चाहिँ खुसी लाग्छ जस्तो लाग्यो, त्यसले त्यस्तै विचारहरू ल्याइराख्ने जस्तो लाग्यो कि मलाई। त्यो माइन्ड समहाउ नोज कसरी हामीलाई खुसी पार्ने भनेर। जब कि त्यो खुसी भनेको चाहिँ साँच्चीकै मानेमा खुसी नहुनसक्छ। त्यो चाहिँ वास्तवमा भन्यो भने अघि भन्नुभयो दुःखको कारण पनि हुनसक्छ नि होइन। त्यस कारण चाहिँ अब हामीले चाहिँ यो मेटाफरमा यो भनौँ न निमित्तको रूपमा हेर्ने हो भने सायद मलाई लागेको चाहिँ मन भनेको चाहिँ अब आकाश हो भने विचारहरू भनेको त्यहाँ आउने बादलहरू कति आइरहेको छ, कति गइरहेको छ होइन। छिनमा उडेर कहाँ जान्छ, अर्को आइसक्छ। हामी बिच बादल हेऱ्यो भने पनि एउटै स्थिर खालको बादल त हामी देख्दैनौँ नि भन्थे होइन। त्यस कारण चाहिँ त्यो मन चाहिँ आधार भयो भने त्यो विचार भनेको चाहिँ त्यसको चाहिँ क्रिया एक्टिभिटी। र अब हामी त्यो एक्टिभिटीमै रमाउन थाल्यो भने देन वी हेभ मिस द राइट पाथ। एक्टिभिटीमै मात्र रमाउन थाल्यो भने होइन। त्यसको चाहिँ अब त्यसको अघि भन्तेले भन्नुभयो विपाक कस्तो हुन्छ होइन। त्यो कुनै विचारै नगरिकन खालि त्यो एक्टिभिटीमा मात्रै रमाउने गयो भने त अब कहीँ न कहीँ गएर त्यो अन्त्य हुन्छ नि। र त्यसले चाहिँ अब कस्तो खालको रिजल्ट ल्याउँछ भन्ने थाहा हुँदैन। त्यस कारण चाहिँ अब मनमा उत्पन्न भएको यो विचारप्रति पनि हामी अवेर हुनु, सजग हुनु चाहिँ जरुरी छ जस्तो मलाई लाग्यो कि भन्थे। कस्तो खालको विचार आइरहेको छ त होइन। त्यो विचारले गरेर चाहिँ हामी सुख निम्टाउँदैछौँ कि अथवा दुःख निम्टाउँदैछौँ। अब कहिले हामीले कोही अब मनै पनि त भन्थे हामीले हेर्दा मन पनि त विभिन्न तहको हुन्छ नि
अहिले जुन मैले चाहिँ भन्टेसँग कुरा गरिरहेको छु यो त हाम्रो एउटा कन्सियस माइन्ड हो होइन यो चाहिँ अब अहिलेको चेतन मन भन्छौँ नि हामी जबकि यो चेतन मन भनेको चाहिँ हाम्रो चाहिँ माइन्डको म्याक्सिमम् भनेको 10% जति हुन्छ भन्छ अब त्यसपछि अब चेतन सबकन्सियस माइन्ड आउँछ त्यसपछि अनकन्सियस माइन्ड भन्ने हुन्छ होइन अब त्यो सबकन्सियस माइन्डमा त हामीले कति के स्टोर गरेर राखेका हुन्छौँ नि भन्दै नि एउटा फोल्डर हो जस्तै हामीले कसैले चाहिँ मलाई यो त कुरा भन्न मन लागेको अब जस्तै हामी जस्ट एक्जाम्पल हाम्रो एउटा समाजमा के भन्छ भने कालो बिरालोले बाटो काट्यो भने के हुन्छ नराम्रो हुन्छ अशुभ हुन्छ तर त्यो मैले यो अब चेतन मनमा स्टोर गरेर राखेको छु कि अब बाटोमा निस्किने बेलामा त्यो कालो बिरालो देख्न साथ मलाई त्यो चित्त उत्पन्न भयो नि भन्थे र त्यो चित्तले साँच्चै पनि कहिले पनि नराम्रो देखाउँछ भने भन्थे कि त्यस कारणले गर्दाखेरि त्यो त सानो विचार हो होइन त्यो अब चेतन मनबाट उत्प्रेरित भएको विचार हो त्यो आएको चाहिँ तर त्यसले पनि इफेक्ट चाहिँ देखाउँदो रहेछ त्यस कारण चाहिँ अब भनौँ न मलाई लागेको चाहिँ हामीले चाहिँ आफ्नो विचारलाई चाहिँ साँच्चीकै हेर्नुपर्ने रहेछ मनमा कस्तो कस्तो विचारहरू आइरहेको छ किनभने त्यो विचारहरूले नै आफ्नो मनले चाहिँ आफ्नो संसार बनाएर आउँछ नि किन मनलाई चाहिँ लागेको हुन्छ यसलाई चाहिँ यस्तो विचार मन पर्दो रहेछ ल होइन अनि त्यो हामी त्यसैमा रमाउन थाले हुन्छौँ नि त्यस कारण अब जति पनि विचारहरू भनेको क्षणिक हुन्छ अनि त्यो विचारहरू चाहिँ आउनासाथ हामीले चाहिँ अवेर हुन सक्यो भने चाहिँ यो विचारले त इट्स नट कुशल यो कुशल विचार त होइन यो भने हामीले थाहा पायौँ भने त्यो हामीले सटक्कै छोड्न सक्छौँ त्यसरी चाहिँ हामीले मन र विचारलाई चाहिँ हेर्नुपर्ने जस्तो लाग्छ कि किनभने अब हाम्रो त अब यो अवचेतन संस्कारहरू हामी भन्छौँ नि अवचेतन मन भनेको त हामी यो जन्मको मात्र कुरा होइन कति जन्मको पनि भरिरहेको होला जम्मा भइरहेछ त्यसले पनि त प्रेरित गर्छन् हामीले कस्तो विचार ल्याउने त होइन कोही चाहिँ हामीलाई कस्तो हुन्छ भने कोही मान्छे देख्न साथै रिस हुन्छ नचिन्नु नजान्नु तर त्यो त्यस्तै हुन्छ तर त्यो भनेको चाहिँ होइन त्यो यो मान्छे त ठिक हुन सक्दैन त्यो दिमाग त्यो अवचेतनबाट आइहाल्छ कि अनि सो बी अवेर यो त ठिक होइन नि किन मैले हु आर वी टु जज हामीले कसरी जजमेन्ट दिन सक्छौँ यो ठिक यो बेठिक भने कहिले चाहिँ कसैले भनेको आधारमा हामी भन्छौँ कुनै बेला हामी सुनिरहेको हुन्छौँ यो ए भन्ने मान्छे चाहिँ तिमीलाई ठिक गर्दैन उसले कसैले भन्यो त्यो मेरो मनमा यहाँ बसिसक्यो कि त्यो ए मान्छेले चाहिँ त्यो देख्न साथ विभिन्न किसिमको विचार आइरहेको छ यसले मलाई ठिक गर्दैन यसले मलाई नराम्रो गर्न आएको छ भने जस्तो नि अनि हाम्रो रियाक्सन पनि त्यस्तै हुन थाल्छ र त्यसले चाहिँ अब आफ्नै संसार बनाउँछ अनि त्यो संसार त अब हाम्रो लागि शुभ संसार त हुन सक्दैन नि होइन त्यस कारण अगेन अवेरनेस चाहिँ होइन यो विचारहरूप्रति चाहिँ विचारको संसारमा बहने चाहिँ होइन अब विचारलाई पनि हामीले हेर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ यही थप एउटा क्वेसन राख्न चाहेँ के त भन्दाखेरि अब परिवारमा सदस्यहरू पनि धेरै हुन्छन् अब प्रत्येक व्यक्तिको अलग अलगै विचारधाराहरू हुन्छन् होइन हजुर अब यस्तो अवस्थामा अब मिलेर बस्ने केही उपाय के होला यसो अब परिवारमा अफकोर्स मान्छेहरू विभिन्न किसिमको हुन्छ उनीहरूको आफ्नो अनुभव विभिन्न हुन्छ होइन उनीहरूको आफ्नो सोचाइ विभिन्न हुन्छ आफ्नो अनुभूति गरेको विभिन्न हुन्छ भने उसको मन पनि फरकै हुन्छ भन्थे होइन अब त्यस्तो बेलामा मिलेर बस्ने भनेको म भन्दैले एउटा उदाहरण दिउँ होइन परिवार भनौँ अथवा समाज भनौँ एउटा हामीले यो के अरे नेतृत्व सम्बन्धी तालिमहरू दिँदाखेरि भन्ने उदाहरण कि अब एउटा मान्छे एयरपोर्टमा गइरहेको हुन्छ होइन भन्दै एकजना सुन्नुभएको होला भन्दैले सायद एकजना केटी अब एयरपोर्टमा जान्छ अनि एयरपोर्टमा नर्मली के हुन्छ उसले चेक इन गर्छ बोर्डिङ कार्ड लिन्छ टाइम हुन्छ नि उसँग बोर्डिङ कार्ड लिएपछि अब इमिग्रेसनमा बसिरहेको हुन्छ अब उसले कफी खान मन लाग्छ अनि काउन्टरमा गएर कफी किन्छ कफी काउन्टरमा गएर एउटा बिस्किट पनि किनेर ल्याउँछ कि भन्थ्यो उसले अनि टेबलमा राख्छ उसले कफी एउटा टेबलमा आएर चाहिँ उसले कफी र बिस्कुट चाहिँ टेबलमा राख्छ होइन अनि कफी त ल्यायो तर चिनी ल्याउनु बिर्सेछ अनि त्यो चिनी चाहिँ लिनको लागि काउन्टरमा जान्छ र चिनी लिएर फर्किँदाखेरि चाहिँ एउटा अर्को मान्छे बसेर उसको बिस्कुट खाइरहेछ बिस्कुट खाइरहेछ है भन्थ्यो टेबलमै बसेर बिस्कुट खाइरहेछ त्यो केटीलाई त रिस उठ्छ मैले भर्खर छोडेर गएको बिस्कुट उसले खाइरहेको छ भनेर अनि त्यसले त केही पनि भन्दैन खाइरहेको मान्छे तर उसले पनि त्यो छिटो लिएर खान थाल्छ कि बिस्कुट खान थाल्छ अनि लास्टमा चाहिँ एउटा बिस्कुट बाँकी हुन्छ र त्यो केटा मान्छेलाई चाहिँ त्यो एउटा बिस्कुट उसलाई दिन्छ त्यो केटी त एकदम रिस उठिरहेको छ कि उसलाई मेरो बिस्कुट खाएर अझै एउटा उसले उसको बिस्कुट दिएको जस्तो गरेर मलाई दियो भन्ने हुन्छ ठिकै छ अब
अनाउन्स भयो, फ्लाइट अनाउन्स भयो, अनि चाहिँ जान्छ होइन, आफू चेक इनको लागि प्लेनमा जाने परे ब्याग खोलेर बोर्डिङ कार्ड निकाल्न खोज्छ टिकेटीले, उसको बिस्कुट त आफ्नै ब्यागमा रहेछ। उसले बिस्कुट किनेर आफ्नो ब्यागमा राखेको रहेछ, तर सोचेको के रहेछ, बिस्कुट चाहिँ मैले टेबलमा राखेर गएको है। अब त्यस्तो मिसअन्डरस्ट्यान्डिङ हुन्थ्यो कि। र अझ उल्टै चाहिँ त्यो केटो चाहिँ कति अब उसलाई त्यो जब उसले चाहिँ त्यो टेबलमा बसेर त्यो केटोले बिस्कुट खाइरहेको थियो, त्यो बेला उसको मनमा त्यो केटाको इमेज कस्तो बन्यो होला भन्थे, अर्काको खाने कस्तो होइन, अभद्र, कस्तो नराम्रो मान्छे भन्ने भयो नि उसलाई। तर उसको ब्यागमा त्यो बिस्कुट देख्न साथ के भयो, कस्तो राम्रो, एउटा बाँकी भएको पनि मलाई दियो, त्यो हो के भन्थे। भने मैले के भने बुझ्न खोज्नुपर्छ। परिवारमा हाम्रो चाहिँ नर्मल्ली हाम्रो गृहस्थी परिवारमा कस्तो हुन्छ भने तिमीले मेरो कुरै बुझेन, मेरो कुरा बुझ न, तर मैले कहिल्यै पनि सोध्दिनँ नर्मली के मैले तिमीलाई बुझिरहेको छु, भन न मलाई भन। नोबडी डज द्याट होइन। परिवारमा होस् अथवा कुनै हामी मिटिङहरू भएकोमा हेरौँ होइन, अथवा चाहिँ अफिसमा भनौँ, धेरै जस्तो मेरो कुरा त सुन भनेर सुनाइरहेको हुन्छ कि होइन सबैले नि, तर बुझ्ने कोसिस चाहिँ धेरै कमले गरेको हुन्छ। मेरो विचारमा चाहिँ सबभन्दा कि चाहिँ यो प्रमुख कुरा भनेको त्यही हो भन्थे, बुझ्नु पर्यो। किनभने भन्तेको सत्य र मेरो सत्य फरक हुनसक्छ, किन अनुभव फरक छ नि हामीलाई होइन। कसैलाई चाहिँ बदाम खाना साथ एलर्जी हुन्छ, कसैलाई चाहिँ बदाम खाना एकदम प्रोटिन हुन्छ राम्रो हुन्छ भन्थे। त्यस कारणले कसैले चाहिँ बदाम भनेको राम्रो होइन भनेको चाहिँ मेरो अनुभवबाट भनेर भएन, मेरो लागि पो राम्रो भएन, त अरूको लागि त राम्रो छ नि। त्यस कारण चाहिँ परिवारमा चाहिँ मेरो विचारमा गर्नुपर्ने भनेको चाहिँ बढी सुन्ने अनि बुझ्ने र अनि कहिले कहिले चाहिँ अलिकति लेट गो भन्छ नि आजकल है, छोड न होइन, आफ्नै मान्छे त हो नि, ल उसको कुरा पनि ठिकै छ भनिदिउँ न होइन, छोडिदिउँ। किनभने त्यस्तो यति ठुलो ठुलो कुरा होइन भने त अलिकति त्याग गर्ने भन्ने हो, भन्दै अघि भन्नुपर्ने त्यागै हो वास्तवमा, मुख्य कुरा भनेको त्याग हो भन्नु पनि। त्यसरी चाहिँ त्यो तिनवटा कुरा भन्थे। अनि अर्को चाहिँ अब मलाई चाहिँ लागेको मलाई चतुर्ब्रह्म विहार साह्रै मनपर्छ कि भन्थे है। अब करुणा, मैत्री, मुदिता होइन, उपेक्षा भनेको नि त्यो चारवटा चाहिँ भन्तेहरूलाई मात्र होइन गृहस्थीहरूलाई पनि एकदम हुनुपर्ने गुण जस्तो लाग्छ मलाई के भन्थे। हजुर हरेकप्रति र आफूप्रति पनि, किनभने अरूसँग रिसाएर हामीले आफैलाई नराम्रो गरेर हुन्छ कि भन्थे। मैले मेरो चित्तलाई नराम्रो गरेर आयो नि, क्रोध गरेर अरूसँग रिसाइरहेको छु म होइन, र कसैप्रति चाहिँ द्वेष भाव राखेर त मैले त्यो भारी त म आफै बोकिरहेको छु नि भन्थे होइन। र सम्झना एकचोटि सम्झ्यो भने फेरि रिस उठ्छ, कहिले कहिले चाहिँ दुःख लाग्छ, रुनै मन लाग्छ, उसले मलाई त्यो बेला 10 वर्ष अगाडि उसले यस्तो भनेको थियो भनेर नि। त्यस कारण त्यो लेट गो, अनि माफ गरिदिउँ न होइन। अनि त्यो भयो भने अर्को चाहिँ भन्थे मेरो विचारमा मलाई आएको चाहिँ यो करुणा भयो, मैत्री भयो, मुदिता धेरै इम्पोर्टेन्ट। कसैको सफलताप्रति खुसी हुन सक्ने होइन। त्यो कहिले धेरैलाई त अब हामीलाई नै पनि थाहा नपाउँदाखेरि त म पनि त्यस्तो हुनु पाए हुन्थ्यो भने त्यो दाहाइ नै हुन्छ नि। कसैले ऊ चाहिँ यस्तो भयो, म चाहिँ उसको छोरा यस्तो भयो, मेरो छोरा किन त्यस्तो भएन भने जस्तो हुन्थ्यो नि होइन। ओहो कस्तो राम्रो भयो भने त्यो राम्रो सोचाइले चाहिँ आफूलाई त्यसै पनि राम्रो हुँदो रहेछ भनेर मैले अहिले चाहिँ बिस्तारै बुझ्न थालेको छु कि भन्थेँ नि मैले। त्यस कारण परिवारमा होस् अथवा चाहिँ समाजमा होस् यो चारवटा कुरा प्लस अनि अर्को मलाई एकदमै घट लागेको कुरा भनेको चाहिँ त्यो थ्याङ्क यू भन्ने के भन्थे। धेरै फरक पारेको कृतज्ञता ज्ञापनै गर्नुपर्ने रहेछ कि हामीले सोचेर मात्र पनि नहुने रहेछ। मान्छेहरूले थ्याङ्क यू मात्र भन्दाखेरि पनि उनीहरू चाहिँ जस्तै अब उदाहरणको लागि म कहीँ ठाउँमा गएर चाहिँ ढिलो भएँ अरे होइन भन्थे। ढिलो भयो भने मैले सरी भन्न साथ चाहिँ त्यो एनर्जी अलिकति नेगेटिभ हुन थाल्छ कि मैले चाहिँ थ्याङ्क यू फर वेटिङ, यति मेरो कस्तो कुरो है धन्यवाद भने त्यो अर्कै ऊर्जा आउने रहेछ कि भन्थे। त्यो विभिन्न सानो सानो त्यो कम्युनिकेसन छ नि, त्यो सञ्चारको आदान प्रदान, सूचना आदान प्रदानको त्यो स्किल्सहरूले पनि धेरै नै मद्दत हुन्छ त्यो पारिवारिक शान्ति उसमा। अनि अर्को चाहिँ अब हाम्रो भगवान् बुद्धले सिकाउनु भएको जस्तै सिगालो बार सूत्र भन्ने त्यत्रो कुराहरू छ भन्थ्यो होइन। भनिराख्नु त मैले परेन है। परिवारमा मिलेर कसले कसको प्रति कुन जिम्मेवारी कुन कर्तव्य छ होइन, त्यो कर्तव्य सँगसँगै अधिकार खोज्दाखेरि अधिकार सँगसँगै कर्तव्य पनि आउँछ। मैले मेरो अधिकार प्रयोग गर्नुको लागि त मैले मेरो कर्तव्य पनि त पुरा गर्नु पऱ्यो नि। त्यो कुराहरू चाहिँ बुझेर गऱ्यो भने चाहिँ मेरो विचारमा
परिवार अथवा समाज र एकदम राम्रो हुन्छ जस्तो लाग्छ। अनि अर्को कुरा चाहिँ एउटा हामी त्यो शान्ति सम्बन्धी तालिम दिने बेलामा कुरा गर्छौँ कि तिमीले कुनै आगो निभाउन पानी हाल्न नसके पनि घिउ हाल्ने काम चाहिँ नगर है। सो प्रफाउन्ड। अनि त्यस्तो हो कि मलाई चाहिँ एकदम मनपर्ने त्यो थट्सहरू होइन, भनाइहरू, सोचाइहरू, यी कुराहरूले चाहिँ समाज परिवारमा चाहिँ शान्तिसँग, मन सबैको फरक फरकै भए तापनि विभिन्न मनको, अब हामी भन्छौँ विविधतामा सुन्दरता होइन, त्यसमा विविधतामा एकता, एकतामा विविधता भनेर जुन भन्छौँ नि हामी, त्यसरी चाहिँ हामीले सौहार्दपूर्ण सद्भावपूर्ण परिवार समाज निर्माण गर्नमा त्यसले योगदान दिन्छ जस्तो लाग्छ मलाई। साधुवाद छ। त्यसै गरी अब यही थप क्वेसनमा अब तपाईँले यसरी व्याख्या गर्दाखेरि मनमा के आयो त भन्दाखेरि अब जब सोच या मनले विचार गरेका धारणाहरू अब पुरा नहुँदाखेरि मन त दुख्छ होला। अब त्यसरी मन दुख्दाखेरि भगवान बुद्ध शिक्षाको अनुसार चाहिँ यसलाई कसरी चाहिँ नि अब शिक्षा दिन सक्छ, त्यसमा के भगवान बुद्धले के शिक्षा दिन सक्छ यस बारेमा? मन दुख्दाखेरि अब मन दुख्दाखेरि अब अगेन मलाई चाहिँ ध्यानकै कुरा आउँछ भन्थे होइन। हामीले चाहिँ दुःख हुँदाखेरि गर्ने भनेको के हो? अवेरनेस प्लस यो। तर यसमा अवेरनेस मात्र होइन कि अब जस्तै कि अब बच्चाहरूको भयो होइन, बच्चाहरू अब जहाँ जिम जान्छन्, फेल हुन्छन् होइन, खेलकुद गर्न खेलकुदमा खेल खेल्छन्, हार्छन्, अब चाहिँ नि अब त्यस्तो अवस्थामा भयो, या चाहिँ अब केटाकेटीहरूको बारेमा भयो, माया प्रेमको बारेमा कुराहरू भयो होइन, सोचे जस्तो हुँदैन। त्यो अवस्थामा चाहिँ नि मन अति नै दुखेको हुन्छ। अब त्यस्तो दुखाइमा अब कसरी हामी चाहिँ यता दिन सक्छौँ? त्यो मेरो आफ्नो अनुभवले धेरै त्यस्तो अनुभवित होइन भन्दै मलाई चाहिँ, तर उनीहरूको कुरा सुनि मात्र दिँदाखेरि पनि उनीहरूको हाफ दुःख चाहिँ कम हुन्छ कि भन्नु राम्रोसँग विदाउट जजमेन्ट तुरुन्तै होइन। अब कोही बच्चा चाहिँ फेल भएर हामीले पढ भन्दाखेरि पढेर नि फेल हुँदैन त भन्यो भने त्यसको दुःख त झन् बढी भयो होइन। तर त्यस्तो बेलामा चाहिँ उसको कुरा सुनेर उसलाई चाहिँ अब बच्चाहरूलाई त अँगालो मारेर ठिकै छ नि त, फेरि आउँछ नि जाँच होइन। र अर्को कुरा चाहिँ यो मान्छेहरूलाई चाहिँ हामीले आफ्नो बच्चाहरूलाई चाहिँ साह्रै नै कम्पिटिसनको भावना दिने कि भन्थे। केही खेल्यो भने जित्नै पर्छ, केही गऱ्यो भने तिमी फर्स्ट हुनै पर्छ। इभन म पनि त्यसै नै, केही पऱ्यो भने मलाई गोल्ड मेडल आउनै पर्छ होइन। त्यो माइन्ड सेटमा चाहिँ हामी हुर्किन्छौँ कि। तर त्यो हुर्काइ नै पनि त्यस्तो होइन भने के त्यो चाहिँ ठिक होइन। बच्चैदेखि चाहिँ हामीले चाहिँ ठिकै छ आफूले सकेको त गर्ने हो, तर अरूको जितमा पनि तिमी खुसी हुन सिक न, मिलेर जितौँ। हाम्रो आजकल छ नि एउटा विन विन भनेर, मिलेर जित्यौँ, तिमी पनि जितौ ऊ पनि जितो, सँगै खेल, ऊ हार्यो भने पनि उसले सान्त्वना दियो, तिमी हार्यो भने पनि उसले सान्त्वना दिन्छ। एक अर्काको जितप्रति खुसी हुन सिकाउँ, मुदिता होइन, त्यही होइन भन्थ्यो मुदिता भनेको। तर कोही एकदम दुःखी भएर आएको छ भने तिमीले करुणा, अब हामीलाई धर्मबुद्ध भन्थ्यो भनेको करुणाको मिनिङ सिकाएको मलाई एकदम चित्त बुझेको। जसले अरूको दुःख किन्छ अरे त्यो भनेको करुणा। त्यो करुणा भनेको यस्तो क्वालिटी हो कि उसले चाहिँ त्यो करुणा भएको मान्छेले चाहिँ अरूसँग भएको दुःख आफैले किनेर लिने होइन। के भन्नुभएको थियो भन्थ्यो, परेसँग दुःखं किनाटी इति करुणा भनेर चाहिँ सिकाउनु भएको थियो एकचोटि कि। अनि त्यो त्यस्तो मूल्य र मान्यताहरू हामीले चाहिँ परिवारमा सिकाउनु पर्छ जस्तो लाग्छ कि मलाई। साधुवाद छ सुषमा बज्राचार्य उपासिकालाई। उहाँले प्रश्न पार्दाखेरि मनमा के उत्पन्न हुन्छ त भन्दाखेरि यस्तो कुराहरू यदि आमा बुवाहरूले या चाहिँ नि गुरुहरूले यसरी सिकाएको खण्डमा चाहिँ नि कतिको चाहिँ नि यसले प्रभाव पार्छ त भन्ने बारेमा उहाँको कुराबाट चाहिँ प्रश्न पारिन्छ। त्यस कारणले यहाँले पनि यसरी नै आफ्नो आफन्तहरूलाई र छोराछोरीहरूलाई यसरी नै चाहिँ नि प्रेरित गर्नको लागि म तपाईँलाई यसो अववाद दिँदै अब म यस कार्यक्रमको फेरि अर्को प्रश्नतर्फ मोड्न चाहेँ। र अब अर्को प्रश्नमा त म हाम्रो गरुका पण्डितजीलाई राख्न चाहेँ। अब यतिका कुराकानी गर्दाखेरि अब युवा पुस्ता पनि अब बिर्सिनु हुँदैन। आजको युवाहरूले यो मनको संसारमा चाहिँ नि सही या गलत छुट्याउन नसकेको कारणले गर्दाखेरि धेरै समस्याहरूमा परेका छन्। अब त्यस्ता अब परेकाहरूलाई चाहिँ नि अब समाधान के दिन सक्छौँ त? फेरि पनि भन्तेजीलाई मैले उपासिकाको कुरालाई थोरै जोड्न चाहेँ। हजुर, यो हामीले जुन बालबच्चाहरूप्रति अहिलेको
परिवारप्रतिको माया यही ढङ्गले सही ठाउँमा लगाउने भन्ने विषयमा मैले यसमा जोड्न खोजेको चाहिँ मैले यो विषयमा धेरै लामो समय लगभग 5 वर्ष जति हामी थाइल्यान्डमा हुँदाखेरि यो सोसल वर्क काम गरेको थियौँ। त्यहाँनिरको विभिन्न समस्याको समाधान भनेको चाहिँ मैले जहाँसम्म लाग्छ कि हामीलाई बच्चाहरूलाई जे इच्छा छ गर्न लागेको चाहेको कुराहरू त्यसमा चाहिँ हामीले ध्यान दिनुपर्छ भन्ने चाहिँ मुख्य हामीले त्यो एजेन्डा निकालेका थियौँ। किनकि सबैजना बच्चाहरूको एउटै चाहना इच्छा त हुँदैन। जस्तै हाम्रै नेपालमै को र विदेशीहरूको त धेरै अन्तर त छ, तर पनि हाम्रो नेपालको समाज चाहिँ भनेको अघि उहाँले भन्नुभयो जस्तै जसरी पनि मैले जित्नु पर्यो भन्ने किसिमको हाम्रो समाज छ। मैले पढ्न गएँ भने मैले जसरी पनि पास हुनु पर्यो भन्ने एउटा स्वभाव छ। तर त्यसलाई मात्रै नभएर हामीले समाजको लागि भनेको त्यो मात्र जित हो भन्ने चाहिँ लाग्दैन। तर आफूलाई कसरी जित्ने त र आफूलाई कसरी चाहिँ खुसीमा राख्न सक्ने त, त्यो नै मुख्य गरेर समाजको लागि अहिलेको परिवार र हाम्रो समाजमा चाहिँ यो अति आवश्यक हामीले महसुस गरेका छौँ। किन भन्दाखेरि हामीले अब कोही अस्ट्रेलिया गयो भने अस्ट्रेलियै जानुपर्ने, कोही जापान गयो भने जापानै जानुपर्ने। अहिले यहाँ नेपालको हावापानी त कसरी हुन्छ, हिजोको दिनमा खाडी जानु पर्थ्यो भने आज के भयो युरोप जानु पर्यो हैन। यो हावा हुन्डरीले छुइसकेको छ हैन। तर त्यो होइन कि हामीले यही ठाउँमा पनि केही गर्न सकिन्छ, केही बनाउनु पर्छ भन्ने किसिमको वातावरण भनेको पहिलो कुरो मलाई जहाँसम्म लाग्छ परिवारबाट हुनुपर्छ। परिवारबाट हामीले बालबच्चालाई जति दिन सक्छौँ त्यो नै राम्रो हो। किनकि स्कुलहरूमा पनि हामीले भन्ने गर्छ कि 70% भनेको चाहिँ परिवारमा भर पर्ने कुरा हो र 30% भनेको चाहिँ टिचरमा भर पर्ने कुरा हो हैन। त्यसै कारणले गर्दाखेरि हामीले परिवारमा चाहिँ धेरै नै भूमिका निभाउनुपर्छ। हामीमा जुन कि यही विषय पढ्नुपर्छ, यही गर्नुपर्छ भन्ने किसिमको परिवारमा त्यस्तो किसिमको हामीले आफ्नो छोराछोरीहरूलाई त्यस्तो छाप दिउँ भने चाहिँ प्रगति गर्ने सम्भावना चाहिँ पर्सेन्टेज धेरै नै कम देखिन्छ। तर उहाँहरूलाई चाहिँ जस्तै कसैलाई डान्स गर्नु मनपर्छ, कसैलाई चाहिँ आर्ट्स गर्नु मन पर्ला, कसैलाई राइटिङ गर्नु मन पर्ला हैन। हो एक आफ्नो जुन डिपार्ट छ त्यही डिपार्टमा लगायो भने उसले प्रगति उन्नति र उसको भविष्य बनाउँछ अवश्य सक्छ भन्ने मेरो चाहिँ उहाँले भन्नुभएको एउटा यसमा चाहिँ मैले थोरै जोड्न मात्र खोजेको। र अहिलेको तपाईँले भन्नु युवा पुस्ताको लागि चाहिँ अहिले हाम्रो समाज कुन मोडमा गइरहेको छ त, पहिलो कुरो हामीले त्यसलाई चाहिँ बुझ्नुपर्ने हो कि भन्ने लाग्छ। र मैले यसमा बुद्ध शासनप्रति धेरै नजोडिकन चाहिँ एउटा मैले याद गरेको छु कि नेपाल अधिराज्यभरिको समाज कस्तो किसिमको समाज छ त भन्ने विषयमा मैले भनौँ अहिलेको 77वटा जिल्लामा सबै क्षेत्रहरूमा विभिन्न समाज के कस्तो छ त भनेर एउटा शिक्षाको रूपमा हामीले भ्रमण गर्दाखेरिको अवस्थामा छोटकरीमा हामीले एउटा छोटो एउटा मात्रै हामीले हाम्रो नेपालीको बानी चाहिँ के हो त भन्ने एउटा विश्लेषण निकालेका थियौँ। त्यो निकाल्दा के अवस्थामा के थियो त भन्दाखेरि छोटकरीमा हो अ रे को, यसको हेर्नुहोस् हो अ रे को यति मात्र छ के हामी नेपालीको वास्तविक चाहिँ अहिलेको युवा पुस्तालाई भन्दा नि हाम्रो नेपालीको वास्तविकता यसलाई चाहिँ हामीले बुझ्नुपर्छ हाम्रो युवा पुस्ताले भन्ने मलाई चाहिँ लाग्छ। हेर्नुहोस् अब हो भने चाहिँ हामीले हो अरूको भरमा लाग्ने, हो अ भनेको यो अरूकै भरमा पछि हामी चाहिँ छोटकरी भनेको हो अरेको अर्थ चाहिँ हामी चाहिँ आफ्नो विश्वासमा भन्दा अरूको विश्वासमा बेसी लाग्ने। हेर्नुहोस् होमा हो गर्यो, अमा अ गर्यो, यस्तो रे त्यस्तो रे गर्यो, को के कहाँ भनेर छैन, हामीले खोज्दैन, यसको रिसर्च गर्दैन, हो भने हो। जस्तै कि हामीले उदाहरण लिने भने फल्नाले चोर्यो रे भनेर रेमा लाग्यो नि होइन,
गर्यो रे, खायो रे, हिँड्यो रे, भयो रे, यस्तो किसिमको समाज हाम्रो छ। तर यो समाजको लागि चाहिँ अहिलेको नयाँ युवा पुस्ताको लागि चाहिँ यो चिज चाहिँ हुनु भएन। जस्तै कि अहिले सहर बजारमै पनि हेर्ने हो भने पुरानो पुस्ताहरूले बिमारी भयो भने कहाँ जाने त पहिला भन्दाखेरि झाँक्री कहाँ जाने। हेर्नुहोस्, अब उसलाई पेट दुखेको छ, झाँक्री कहाँ त निको त हुँदैन नि। हेर्नुहोस्, अब अझै त्यो भन्दा नि अझ हामीले विकट ठाउँहरूमा जस्तै कि हामीले मानिलियौँ कि अहिलेको यो मुस्ताङको अप्पर मुस्ताङ साइडतिर होइन, डोल्पाको माथि लेकतिर, जुम्ला हुम्ला कालीकोटतिर यस्तो ठाउँहरूतिर गयो भने पहिलो प्राथमिकता भनेको नै उसलाई ज्वरो आएको छ भने पनि के गर्छ त भने धामी कहाँ जाने, झाँक्री कहाँ जाने उपचार गर्नलाई। हेर्नुहोस्, यो भनेको एउटा हामीमा भनेको चाहिँ एउटा आफूमा विश्वास भन्दा नि अन्धविश्वासमा चाहिँ हामी नेपालीहरू लागि परेका छौँ। त्यसै कारणले गर्दा अहिलेको युवा पुस्ताहरूको लागि हामीले चाहिँ अहिलेको जमाना के छ त, परिस्थिति के छ त, र भोलिको परिस्थिति के आउँदैछ त भन्नेतिर चाहिँ जानुपर्छ भन्ने लाग्छ। हिजोको दिनलाई हामीले एउटा ज्ञानको रूपमा लिने र अहिले के भइरहेछ वास्तविकलाई लिने र भोलिको दिनमा के हुँदैछ त भनेर हामीले त्यसलाई खोज्नको निम्ति चाहिँ लागि पर्नु पर्यो भन्ने मेरो चाहिँ यो युवा पुस्ताको लागि चाहिँ यो सजेसन। हजुर। र त्यति मात्रै नभएर अब त युवा पुस्ताहरूको लागि हामीले अब धार्मिक हिसाबलाई जोड्ने हो भने पनि अब एउटा हामीमा के हुनुपर्छ भन्दाखेरि हामीमा सबैभन्दा इम्पोर्टेन्ट चिज भनेको जो कोहीलाई पनि अहिलेको युवा पुस्तालाई मात्र नभएर भोलि आउनेलाई मात्र नभएर र हिजोकोलाई मात्र नभएर सबैभन्दा मुख्य गरेर आचरण। यो आचरण चाहिँ धेरै नै मलाई लाग्छ महत्त्वपूर्ण छ। अब हामीले आचरणमा पनि अघि मैले यो विषयमा पनि भने कि हामी आचरणको लागि भनेको हामी भन्तीहरूको 227 शील कुरा गरेर पनि हुँदैन। अब हामीले सामनेरको 10 शील कुरा गरेर पनि भएन, अष्टशीलको 8वटा नियम कुरा गरेर पनि भएन, पञ्चशीलको कुरा गरेर पनि भएन कि यहाँ। अब हामीले शीलको कुरा गर्न थाल्यो भने यहाँ समाजमा चाहिँ भ्रम अर्को जान सक्छ मेरो विचारमा है। भ्रम अर्को जान्छ किन भन्दाखेरि पञ्चशीलमा त तपाईँ हामीलाई थाहा भयो कि होइन, अब जाँडक्सी खान मिल्ने, चोरी नगर्न, यस्तै कुरा भएपछि त समाजले त मान्दैन। कतिपय अहिलेका युवाहरूले त जाँड नखाऊ भन्यो भने झन् खाऊ भनेर सुन्छ नि होइन। समाज त यो छ। त्यो भएको कारणले गर्दाखेरि नढाँट भन्यो भने पनि उसले ढाँटी नै राखेको हुन्छ जता पनि। त्यो भएको कारणले अहिलेको वास्तविक पुस्ताको लागि मेरो विचारमा चाहिँ के हुनुपर्छ त भन्दाखेरि उनीहरूलाई हामीले शरीर वचन र मन मात्र सफा गर भनेर त्यति भयो भने पुग्छ भन्ने मेरो चाहिँ अनुमान हो। किन भन्दाखेरि भनिसके शरीरले नराम्रो काम नगर, हामीले वचनले अरूलाई नराम्रो शब्दहरू भावहरू नराख र यो मनबाट भने कसैलाई पनि अकुशल नचिताऊ, नराम्रो नचिताऊ। ताकि हामी भन्ने गर्छौँ कि यो मन अघि जस्तै कि अब मनको कुरा पनि अघि हामीले गरेकै हो होइन। यो मन भनेको भएकै आफ्नै घरको बाउआमालाई त यो भित्री मनबाट गाली गरेर राख्छौँ भने त्योभन्दा नराम्रो के होला र। अरू त हामीले पुरै छोड्छौँ। त्यसै कारणले गर्दा मेरो सजेसन चाहिँ अहिलेको युवा पुस्ताहरूलाई हामीले पहिला जस्तो परम्पराले गरेर हुँदैन, अहिलेको वास्तविक बुझेर भविष्यमा के हुँदैछ भनेर हामीले त्यसलाई चाहिँ रिसर्च गरेर अनि हामी अगाडि बढ्न सक्यौँ भने र हामीले आफ्नो शरीर वचन र मनलाई चाहिँ राम्रोसँग सफा राख्न सक्यौँ भने प्रत्येक बच्चाहरूको भविष्य बन्छ भन्ने चाहिँ मलाई लाग्छ। भन्ने हजुर अवश्य पनि उहाँले भनेको कुराहरू यहाँहरूले सायद सुनेकै छैन होला, मैले पनि सुनेको थिएन। उहाँले जति अब नेपालमा घुमेर यो रिसर्च गर्नुभएको छ, यो रिसर्चको अनुसार चाहिँ नि साँच्चै हो जस्तो पनि लाग्छ। र यही कुरा तपाईँले सुनेपछि तपाईँले पनि यस्तो कुराहरू विश्वास नगर्नु र चाहिँ हो रे र हो रे हो यो चाहिँ नि नहोस् भन्ने म प्रार्थना गर्दछु। त्यसै गरी अब यसरी अब पालना गर्ने क्रममा अब एउटा विषय छोड्न नसक्ने एउटा छ, एउटा ध्यान पनि छ। अब यो मनको संसारलाई अब पालना गर्नको लागि ध्यानले कतिको सहयोग गर्छ?
ध्यान भन्ने बित्तिकै हुनु त ध्यान भनेको नै आफ्नो मनलाई स्थिर मुख्य कुरो त त्यही नै रह्यो। तर पनि ध्यान भावनाको विषयमा हामीले जबसम्म हाम्रो मन एकाग्र हुँदैन तबसम्म भनेको हामी भन्छौँ कि ध्यान भनिसकेपछि ध्यान बस्ने जस्तै आनापाना सती गर्ने सती पठान गर्ने भन्ने विषय कुराहरू आउँछ। तर ध्यानको विषयमा चाहिँ मलाई चाहिँ के लाग्छ भन्दाखेरि ध्यान भनेको नै मान्छेको सफलताको पहिलो खुड्किला हो भन्ने लाग्छ। किन भन्दाखेरि हामीले साधारण रूपमा उदाहरण लिने भने हामीले किचनमा काम गर्दैछौँ या हामी कुनै किताब पढ्दैछौँ तर हाम्रो मन चाहिँ एकाग्र छैन भने त्यो पढेको र नपढेको केही पनि फरक छैन। यो चाहिँ हामीले बुझ्नुपर्ने मलाई चाहिँ वास्तविक चाहिँ यो लाग्छ ध्यानको विषयमा। त्यसै कारणले गर्दा अहिलेको बच्चाहरूलाई हामीले जस्तै कि साना बच्चाहरूलाई अहिलेको नयाँ टेक्नोलोजीको कारणले गर्दाखेरि धेरै भर्खर जन्मेको बच्चाहरू पनि अहिले मोबाइलमा धेरै बिग्रिरहेछ नि। तर कारण के त भन्दा त्यो बच्चाले धेरै नखेलोस् नकुदोस् चोटपटक नलागोस् भनेर उसलाई पनि त्यो एउटा ध्यान केन्द्रित गराइदियो। एक किसिमले अहिलेको हाम्रो पारिवारिक सामाजिक रूपमा चाहिँ मोबाइल नहुने को छ र? त्यो 1 वर्षको बच्चाले त्यो पुरै मोबाइल घुमाउन सक्छ कि बरु कि हामीले नहोला यति चाहिँ बच्चालाई त्यति धेरै थाहा छ होइन। तर उसलाई पनि एउटा मन एकीकृत त गर्न त सकियो नि। तर त्यो अलिकति धेरै भयो भने पो बिग्रिला भन्ने डर होइन। त्यसरी नै हामीले अब त्यो मोबाइलबाट हामीले अलिकति फरक तरिकाले जाने कि कुनै खेलाउनाहरू ल्याइदिएर कुनै ज्ञान गुणका कुराहरू दिएर कुनै ज्ञान गुणका कुराहरू सुनाएर पो हुन्छ कि भनेर हामीले चाहिँ उसलाई कसरी हुन्छ अहिलेको बच्चाहरूलाई मन एकीकृत गर्नका लागि त्यो भएको कारणले गर्दा यो ध्यान भावना भनेको चिज भनेको नै पहिलो चिज भनेको नै सफलता हो। पहिलो खुड्केला सफलता हो। त्यस पछाडि हामीले त्यसको महत्त्वपूर्ण बुझ्दै जाने भनेको त्यसरी नै हो। अब अहिलेको समयमा अब सटिभ जब बितेर जानुभयो होइन उहाँले पनि लेख्नु भएको छ नि। उहाँले पनि हरेक काम गर्दा अगाडि भनेको उहाँले पनि मेडिटेसन त गरिराख्नु भएको नि। त्यो सफलताको लागि भनेको उहाँले ध्यान भावना गर्नुभएको छ कि एउटा उदाहरण लिने भने। तर विभिन्न विश्वमा अहिले ठुल्ठुला साइन्टिस्टहरूले पनि ध्यान भावना मेडिटेसन चाहिँ गरेकै छन्। गरेर नै उहाँहरूले त्यो सफलता प्राप्त गरेको छ। तर हाम्रो नेपालको ध्यान भावना चाहिँ केमा गयो त भन्दा पशुपतितिर गयो कि पशुपतितिर गयो कि बेसी होइन। अनि पशुपतितिर गइसकेपछि अब भन्नु बुझ्नु भयो होला फेरि अहिले यो सामाजिक सञ्जालमा भोलि गएर भाइरल बन्न सक्ला है भन्दैले नि यस्तो कुरा गर्छ र। तर अहिलेको नयाँ युवा पुस्ता हाम्रो वास्तविक पुस्ताहरूको चाहिँ ध्यान चाहिँ भनेको साधनामा गएन कि अर्कै किसिमको त्यो साधनातिर गयो कि। त्यस्तो किसिमको गलत साधना गर्न चाहिँ नजाओस् नलागोस्। र उहाँहरूलाई भनेको यो ध्यान बसिसकेपछि तपाईँहरूले कुनै एक्जाम दिनको लागि कुनै काम गर्नभन्दा अगाडि कुनै यात्रा गर्नभन्दा अगाडि यदि हामीले धेरै परेन जम्मा 1 मिनट मात्र भने आएको गएको सास प्रश्वासलाई मात्र 1 मिनट मात्र हेरे पनि पुग्छ कि। तर त्यो चाहिँ भनेको साँच्चीकै हामीलाई लाभ सत्कार छ। हामी एक्जाम दिन जाने बेलामा डर लाग्छ नि होइन। स्कुलमा जानु पऱ्यो अब अहिलेको भनौँ यो बेला त अब नेपालको सबै ठाउँमा त अहिले भनौँ 1 देखि 10 सम्मको त एक्जाम चलिरहेछ। त्यो एक्जाम जाने बेलामा गर्ने बेलामा उसको मन चाहिँ कस्तो क्वेसन आउँछ होला के गर्ने होला कस्तो हुन्छ यो किसिमको वातावरण त पक्कै हुन्छ नि। त्यो सबैलाई नै हुन्छ त्यो। अनि त्यहाँदेखि आएन भने मैले के गर्ने होला भनेर हरेक कुरा पनि उनीहरूले सोचिरह अगाडि पछाडि मेरो साथी को छ के छ कस्तो छ भनेर सबैतिर हेर्छ उसले। तर त्यो नहेरिकन हामीले जम्मा 1 मिनट मात्रै आनापाना सती चाहिँ लामो सास तानेर जाने आउने गरेर 1 मिनट मात्र उसले ध्यान भावना गरेर बस्न सक्यो भने उसको स्मरण शक्ति चाहिँ बढेर आउँछ। उसले पढेको कुराहरू याद हुने रिटर्न ब्याक रिकल हुने चाहिँ अवश्य पनि हुन्छ। त्यसै कारणले गर्दाखेरि अहिलेको यो ध्यान भावनाको लागि चाहिँ मुख्य गरेर हामीले गर्नको लागि भनेको आफ्नो मनलाई स्थिर राखेर अगाडि बढाउनको लागि गर्ने हो र आफ्नो विकासको लागि र आफ्नो पहिलो खुड्किला सार्नको लागि हामीमा ध्यानको अति आवश्यक छ भन्ने मलाई लाग्छ। हजुर साधुवाद छ भन्थे।
गरुका मध्येलाई उहाँले कस्तो राम्ररी सम्झाइदिनु भयो। अब एक्जाम लेख्ने अब जानेहरू हाम्रो भाइ बहिनीहरूले पनि यो कुरा सुनेर चाहिँ नि उहाँहरूको पनि मनोबल बढोस् भन्ने म प्रार्थना गर्दछु। त्यसै गरेर अब तपाईँलाई म एउटा अर्को अन्तिम प्रश्न पनि राख्न चाहेँ। अब भगवान् बुद्धको बुद्धवाणी एउटा छ, अपमादेन सम्पादेन। अब यो गाथाले चाहिँ नि के मनको संसारलाई चाहिँ नि अब सही रूपमा सञ्चालन गर्न या चाहिँ प्रेरित गर्ने सन्देश हो कि? जुन भगवान्ले यो अपमादेन सम्पादेथ जुन यो पाली भाषामा छ, वास्तविक भन्ने भने मानव जीवनमा कुनै चिजको पनि प्रमाद भन्ने गर्न मिल्दैन। हामीले जन्म र मरणको कुरा हुन्छ, तर त्यो जन्म र मरणको अवसमयमा हामीले नराम्रो कामहरू कति गरेका हुन्छौँ, त्यो त गन्ती गरेर पनि गर्न सकिँदैन होला। हाम्रो प्रत्येक बोलीमा होला, प्रत्येक देखाइमा होला, प्रत्येक सुनाइमा होला, हरेक चिजमा चाहिँ हाम्रो प्रमाद भनेको भइरहेको हुन्छ। तर हामीलाई थाहा हुन्छ कि अघि यो विषयमा उहाँले एउटा गोठालाको कथा जोड्नु भएको थियो नि। अब उसले पनि एक किसिमको त ऊ सुत्नु भनेको नै उसले प्रमाद गर्नु हो नि। प्रमाद गर्दाखेरि उनलाई कतिसम्म चाहिँ भनेको चाहिँ त्यहाँनिर भनेको के भन्छ त्यसलाई समस्या त उत्पन्न हुने। बाघले लखेटो त्यहाँ खाल्टोमा पस्छु भन्दा अजिङ्गरले निल्छ कि भन्ने डर भयो। रुखमा चढ्दाखेरि मुसाले टोकिरहेको देखिरह्यो होइन। अब यही समस्या हो नि। त्यसरी नै हामीले जीवनमा भन्ने एउटा समाजको हाम्रो नेपालीहरूको भनाइ छ कि हामी जन्मेपछि दिवंगत भएर जाने हो, यही जन्म हो, रमाऊ खाउँ घुमाउँ। यस्तो किसिमको समाजमा यस्तो किसिमको छाप बसिसकेकै छ र यो हाम्रो समाज मात्र नभएन विश्वमै यो किसिमको प्रभाव छ। तर पनि हाम्रो नेपालमा अझ अरू राष्ट्रहरूभन्दा पनि बेसी यस्तो किसिमको होला। जस्तै हामीले कतिपय कुराहरू देखेको छ, त्यो गलत हो, तर त्यो किन मान्छे त्यसै ठाउँमा जान्छ त? हामीले अब जाँडक्सीको कुरा गरौँ, भोलि खैनी चुरोटको कुरा गरौँ होइन। अब यो चिजहरू नराम्रो भनेर थाहा छ, जाँड खाँदाखेरि मात्छ भनेर थाहा छ, तर उसले त त्यो त पूर्ण रूपमा त थाहा भइ पनि त्यो आफूले खनेको खाल्टोमा त आफै पसेको हो नि। त्यो पस्न चाहिँ भएन। हामीलाई सही र गलत छुट्याउन सक्नु पर्यो। जुन कि हामीले सही गलतलाई अब कुन चिज राम्रो कुन चिज नराम्रो भनेर अघि नै पनि हामीले भन्यो, कुशल र अकुशल हामीले छुट्याउन सक्नु पर्यो। अब हामीले अब प्रमाद नगर्नका लागि पनि अन्तिममा आउने जोडिने जहाँबाट पनि जोडिने भनेको नै अब हामीले बुद्ध शासन सारमा कुरा गर्ने त पञ्चशील आउँछ। पहिलो प्राथमिकता पञ्चशीलले दिन्छ। अब हामी त्यो पञ्चशील मात्र नभएर उपासक उपासिकालाई पञ्चशील रह्यो। अब भन्तीहरूलाई पनि त सिधै नै हो नि होइन। अब त्यो हामीले बेला बेलामा दाताहरूलाई धर्म उपदेश गर्दाखेरि पनि भनेर दानशील भावना भन्छ। दानलाई छोडेर अब यो प्रमादको विषयको लागि भनेको अलिकति हामीले विचार गर्नु भनेको पहिलो कुरो शील नै हो। त्यो शील हामीले राम्रोसँग पालना गर्न सकेन भने हामीले त्यो प्रमादबाट हाम्रो नयाँ सोच विचार भनेको आउँदैन। यो भनेको चाहिँ सम्भव छँदै छैन। जबसम्म हामीले शील पालना गर्न सक्दैन तबसम्म भनेको हामीलाई यो नयाँ विचारधारणा त सम्भव छँदै छैन। हेर्नुहोस्, त्यसै कारणले गर्दाखेरि हामीले उपासक उपासिकाहरूलाई पनि त्यो प्रमाद नगरिकन पहिलो कुरो सानो चिजबाट छोड्न सक नि त भनेर एउटा दानको सुरुमा त दानशील भावना राख्दाको अवस्थामा भनेको सानो चिज त हामीले त्याग्न सक्यो नि। 5 रुपियाँ 10 रुपियाँ पैसा त जसले नै दिन सक्छ नि। जहाँ जाँदा पनि त्यो दान गर्न त सकियो। अब शील भनेको त अब थोरै चिजलाई त्याग्नलाई हामी सकिरहेको हुँदैन भने हामी शील पालना कसरी गर्ने त? अब शील पालना गर्न सक्दैन हामीले राम्रो विचारधारणा भावना कसरी उत्पन्न गर्ने त? हो, यो चाहिँ हामीमा यो चिजलाई चाहिँ प्रमाद गर्नु हुँदैन।
त्यसै कारणले गर्दा हामी सबैजनाको जीवनको लागि राम्रो बाटो लिनको लागि राम्रो ठाउँमा पुग्नको लागि मेरो विचारमा चाहिँ सबैभन्दा इम्पोर्टेन्ट चिज भनेको नै शील र भावना। यो प्रमादबाट पर हट्नका लागि पहिला हामीसँग शील हुनु पर्यो, अनि हामीसँग भावना हुनु पर्यो, अनि त्यस पछाडि चाहिँ हामीलाई अवश्य पनि हामीलाई प्रज्ञा ज्ञान चाहिँ हामीलाई अवश्य पनि प्राप्त हुन्छ भन्ने मलाई लाग्छ। त्यसै कारणले गर्दाखेरि हामीले कुनै चिजमा पनि प्रमाद गर्न हुँदैन। अब प्रमाद गर्दाखेरि पनि विचार गर्नु पर्यो, राम्रो र नराम्रो छुट्याउनु सक्नु पर्यो। हामीले अब यही 10 कुशल अकुशलको विषयमा हेर्दाखेरि पनि त्यहाँ राति नघुम्नु, यो नखानु, त्यो नगर्नु भनेर त छ नि, होइन? कुबेलामा नजानु भने त छ नि। त्यो त हामीलाई थाहा छ कि त्यो चिज गर्नु हुँदैन भनेर, है? अब त्यही चिज चाहिँ हामी गरिरहेको हुन्छ कि। अब त्यो त डाइरेक्टै हामीले प्रमाद गरेको भयो नि। त्यो भएको कारणले गर्दा हामीले नराम्रो कार्यहरूबाट चाहिँ बचेर काम गर्न सक्यो भने हामीले त्यसरी अगाडि बढ्न चाहिँ अति सकिन्छ, अति राम्रो हुन्छ भन्ने मलाई लाग्छ। हजुर, साधुवाद छ हाम्रो गरुक भन्देज्यूलाई। उहाँले प्रमाद हुनु कतिको चाहिँ नि ढिलो हुनु भन्ने बारेमा उहाँले प्रश्न पारिदिनु भएकोमा अब म यस कार्यक्रमको अन्त्यमा आइपुगेछु र अन्तिम प्रश्न पनि म हाम्रो सुषमा बज्राचार्य उपासिकालाई यो प्रश्न राख्न चाहेँ। अब यसबारेमा हामीले धेरै कुराहरू छलफल गर्न सक्यो। अब प्रश्न के त भन्दाखेरि अब मनको अनुसार संसार बनाउनुपर्छ कि उपयुक्त हुन्छ कि या चाहिँ नि अब आफूलाई वास्तविकता अनुसार ढाल्नु उपयुक्त हुन्छ? धेरै धेरै साधुवाद छ सारले भन्थ्योले। मलाई चाहिँ कस्तो लाग्यो भने अब यो अपमादेन सम्पादेन बारेमा यो छलफल गरिसकेपछि वास्तवमा यो अन्तिमै जस्तो लाग्यो भगवानको पनि अन्तिम होइन हो। तर तैपनि प्रश्नको चाहिँ हामी अलिकति हेरौँ, मनको अनुसार संसार बनाउने कि आफ्नो अनुसार संसार बनाउने भनेमा चाहिँ मलाई चाहिँ भन्थे कस्तो लाग्छ भने नि भन्थेहरूबाट सिक्न पनि चाहन्छु म। मनलाई चाहिँ आफ्नो बनाउनुपर्छ जस्तो लाग्छ कि मलाई। मनलाई आफ्नो अनुसार होइन, मन जे चाहे त्यो गर्ने खालको जस्तै भन्थ्यो अपमादेन सम्पादेन, त्यो मनलाई अप्रमादी कसरी बनाउने त? आफूले भनेको जस्तो गर्ने मन चाहिँ बनाउनु पर्यो, अनि आफ्नो संसार त्यसै कुशल हुन्छ, राम्रो हुन्छ कि जस्तो लाग्छ कि मलाई। जस्तै अब अघि भन्थे ध्यानकै कुरा गर्नुभयो होइन। अब मनमा त अनेक विचारहरू आउँछ। अब हाम्रो वातावरण छ, हाम्रो सराउन्डिङ अनुसार चाहिँ विचारहरू आइरहेको छ र हामी त्यो अनुसारको संसारहरू बनाउँदै जान्छौँ। तर त्यो संसार चाहिँ सधैँ राम्रै हुन्छ भन्ने चाहिँ होइन। त्यसमा चाहिँ हामीलाई राग जगाउन सक्छ होइन, अब क्रोध जगाउन सक्छ, त्यो मोह पूर्ण हुनसक्छ भन्ने भयो भने हामीले चाहिँ मनलाई चाहिँ आफ्नो बनाउने भनेको चाहिँ मनलाई आफूले भनेको कुरा मनाउने मान्ने बनाउने होइन भन्थ्यो। त्यो मेरो विचारमा भन्थ्यो अघि भने ध्यानैबाट चाहिँ हुनुपर्ने जस्तो लाग्छ कि मलाई नि भन्थेँ। जो अब भनौँ न हामीले त्यो सुमेध ऋषिको होइन अब कुरा गऱ्यौँ भने पनि उहाँले चाहिँ एउटा मनले सङ्कल्प लिनुभयो नि म चाहिँ सम्यक सम्बुद्ध तीर्थङ्कर भगवान् जस्तो सम्यक सम्बुद्ध बन्ने भने उहाँले मनलाई चाहिँ आफ्नो बनाउनु भयो जस्तो लाग्छ आफ्नो अनुसारको होइन। बनाएपछि चाहिँ अनि त्यो अनुसारको उहाँले चाहिँ अनि आफ्नो वास्तविकता आफ्नो गतिविधिहरू गर्दै जानुभयो। अब त्यो पारमी पुरा गर्ने जे गर्नुपर्थ्यो गरेर जानुभयो। त्यस कारण चाहिँ जहिले पनि मलाई कस्तो लाग्छ भने मन आफ्नो साथी कसरी बनाउने भन्नेमा चाहिँ हाम्रो होइन मनलाई चाहिँ अब यो त आजकल चाहिँ त्यो न्युरो साइन्टिस्टहरूले के भन्छ मनलाई चाहिँ तिमी आफ्नो स्लेभ बनाऊ भन्छ कि। तिमीले भनेको जस्तो गर्ने मन बनाऊ, त्यो मनले चाहिँ यस्तो चमत्कार गरिदिन्छ भन्छ। जस्तै हामीले पहिला पनि सुनेको रिड्डीहरू हुने यताउता भन्ने त्यो मन बलियो भएपछि हुने त हो नि भन्ने मेन्टल पावरै हो नि त्यो होइन। त्यस कारण चाहिँ अब मनलाई चाहिँ त्यसै बलियो पहिला बनाउनुपर्छ जस्तो लाग्छ कि। अनि चाहिँ संसारलाई हामीले भनेको जस्तो मन भइसकेपछि, मन हाम्रो मित्र भइसकेपछि, अब धर्मपदमा भन्नु पनि भएको छ भगवान्ले यदि राम्रो मनले चाहिँ आफ्नो बुबा आमाले भन्दा पनि बढी उपकार गर्छ, नराम्रो भयो भने चाहिँ आफ्नो शत्रुले भन्दा पनि नराम्रो गर्छ भन्ने छ नि होइन। त्यस कारण मेरो विचारमा त्यो सबभन्दा बुझ्नुपर्ने आफ्नो सङ्कल्प चाहिँ एकदम सही हुनुपर्ने, त्यो इन्टेन्सन चाहिँ जुन हामी बनाउँछौँ त्यो चाहिँ आफ्नो अनुसारको बनाएर त्यो मनलाई चाहिँ त्यसरी नै बलियो बनाउँदै गयो भने चाहिँ हामीले चाहिँ त्यो आफूलाई
राम्रो भनौँ न यो पनि यो लोकमा पनि अरू लोक पनि राम्रो हुने खालको संसार निर्माण गर्न सकिन्छ होला भनेर जस्तो लाग्छ होइन त्यसै पनि आजकल एउटा भनिन्छ जस्तै अब एउटा सन्दर्भ छ 7 ह्याबिट्स अफ इफेक्टिभ पिपल भन्ने त्यसमा पनि फर्स्ट ह्याबिट चाहिँ के भनेको छ भने बिगिन विथ द एन्ड इन माइन्ड भने अन्तिम अवस्थाबाट चाहिँ तिम्रो मनमा स्टार्ट गर सुरुवात गर भनेको त्यो सङ्कल्प इन्टेन्सन यस्तो राख कि तिम्रो लक्ष्य के हो त्यसबाट सुरु गर भनेर भन्छ नि होइन भन्दै त्यस कारण चाहिँ अनि त्यति भइसकेपछि हामीले अब त्यो अनुसारको आचरणहरू विचारहरू आफ्नो चाहिँ ढालेर त्यो अनुसारको योजनाहरू बनाएर गऱ्यो भने चाहिँ मेरो विचारमा त्यो मनले बनाएको संसार चाहिँ आफूलाई सुहाउँदो हुन्छ भन्ने चाहिँ मलाई लाग्छ हजुर होइन त्यस्तै गरी अब यो मन आफूले अनुसार चाहिँ बनाउनुपर्छ भनेर भन्नुभयो तर चाहिँ अब दुखी हुनु या चाहिँ नि अब आजकल चाहिँ यो डिप्रेसनमा जानु भन्छ होइन त्यो चाहिँ आफूको मन सम्हाल्न नसकेको कारणले गर्दाखेरि त उनीहरू चाहिँ डिप्रेसनमा गयो एन्जाइटीमा गयो यो गयो त्यो गयो भनेर जति पनि प्रश्न आइरहेका छन् त्यो मात्र होइन कि अब जेल जानेहरू पनि होइन उनीहरू पनि त मन पालन नगर्न नसकेको कारण त हो नि त्यसरी चाहिँ नि मन पालन गर्न नसकेकाहरूलाई भयो दुखी भएकाहरूलाई केही उपदेश छ कि मैले यसमा चाहिँ हाम्रो गौरवको भन्दैकै अघिको उसमा जोड्न चाहेँ अपमाडेन सम्पादे थ भन्नेमै जोड्न चाहेँ होइन मैले नि त्यस्तोहरू छन् हो धेरै छन् तर चाहिँ अब तर हुनु एकचोटि असफल हुनु भनेको चाहिँ त्यो जिन्दगीको अन्तिम चाहिँ होइन भनेर चाहिँ हामीले भन्दै अघि पनि भनिसक्नुभयो मान्छेहरूलाई चाहिँ आफ्नो स्वभाव आफ्नो क्षमता अनुसारको चाहिँ हामीले बाँच्न दिन पर्यो समाजले चाहिँ यस्तो वातावरण अथवा परिवारले प्यारेन्ट्सहरूले यस्तो वातावरण तयार पार्नु पर्यो कि त्यो जुनसुकै पनि बच्चा त्यहाँ फस्टाउन सकोस् न त्यसमा चाहिँ केही प्रेसर दिएर होइन तिमी चाहिँ इन्जिनियरै बन्नुपर्छ डक्टरै बन्नुपर्छ भन्ने होइन कि अब यदि कोही मान्छे आर्टिस्ट हुनसक्छ भने आजकल त फेरि एकदमै धेरै स्कोप छ जुन फिल्डमा पनि स्कोप छ नि है भन्थे त्यस कारण चाहिँ त्यो अनुसारको हामीले चाहिँ वातावरण अब अलिकति फिल्मको कुरा गऱ्यो भने तारे जमिन पर भन्ने होइन एउटा बच्चा उसलाई डिस्लेक्सिया भएको हुन्छ उसले चाहिँ अरू बच्चाहरूको सरह चाहिँ पढ्न जानेको सकेको हुँदैन तर उसमा अरू क्षमताहरू त राम्रो थियो नि त त्यसरी चाहिँ अब टिचर्सहरूले कि कसरी चाहिँ त्यो बच्चामा भएको क्षमतालाई नै प्रयोग गरेर उसको चाहिँ अझ उसको विकासमा ग्रोथमा डेभलपमेन्टमा चाहिँ त्यो योगदान गर्न सक्छ प्रगति गराउन सक्छ भन्ने देखाएको छ त्यस्तै चाहिँ पेरेन्ट्सहरू फेरि त्यही बच्चाको पेरेन्ट्सहरू चाहिँ कस्तो भयो त भन्दाखेरि त्यो बच्चाले चाहिँ पढ्नै पर्छ होइन प्रेसर दिने कि जेमा पनि एकदम अब्बल हुनुपर्छ भन्ने प्रेसर दिने त्यस कारणले गर्दाखेरि त्यो घरको जुन त्यो एकदम उकुस मुकुसको वातावरण थियो नि त्यसले गर्दाखेरि चाहिँ उसलाई एकदमै उसको ग्रोथ भइरहेको थिएन इफेक्ट भइरहेको थियो भने एउटा राम्रो टिचरले गर्दाखेरि चाहिँ ऊ एकदम फस्टाउन सक्यो होइन फुल्न सक्यो फल्न सक्यो भने जस्तै त्यसै कारणले गर्दाखेरि त्यो कुराहरू चाहिँ हामीले मेरो विचारमा समाजमा परिवारमा अलिक धेरै नै त्यो शिक्षामा चाहिँ दिनुपर्ने जस्तो लाग्छ कि मलाई मान्छेले त सिकाउनु पर्ने होइन यस्तो जुनसुकै मान्छेको पनि आफ्नो क्षमता हुन्छ त्यो अनुसारको उसलाई चाहिँ फस्टाउन देऊ त्यो अनुसारको चाहिँ बाँच्न देऊ होइन भनेर चाहिँ भन्नुपर्ने जस्तो लाग्छ भन्ने अर्को चाहिँ के हुन्छ त भन्दाखेरि एकचोटि फेल हुनु भनेको ठुलो कुरो होइन भनेर चाहिँ हामीले मनन गर्नुपर्छ जस्तै अब ठुल्ठुलो साइन्टिस्टहरूले पनि ठुल्ठुलो आविष्कारहरू एकैपल्टमा गरेको होइन नि कतिचोटि असफल भएपछि बल्ल गरेको नि जस्तै हामीले एकदम एक्जाम्पल सुन्ने भनेको थोमस एडिसन अल्भाको जसले यो इलेक्ट्रिक बल्ब आविष्कार गरे उसले चाहिँ त्यो आविष्कार गर्नुभन्दा अगाडि चाहिँ 10,000 पल्ट ऊ फेल भएको अरे कि उसले नसकेर अनि मान्छेहरूले चाहिँ उसलाई सोध्छ अनि पछि त ऊ सफल भएपछि चाहिँ त्यो मान्छेले सोध्छ अरे कि तिमीलाई चाहिँ 10,000 पल्ट फेल हुँदाखेरि तिमीलाई त्यो छोड्न मन लागेन तिमीलाई केही भएन भने म त्यो 10,000 पल्ट फेल भएको होइन अरे के उसले भनेको मैले चाहिँ यो कुरा पत्ता लगाएँ कि 10,000 तरिका जुनबाट चाहिँ यो बल्ब बन्दैन भन्ने तरिका मैले पत्ता लगाएँ होइन त्यो लाइक लेसन के कुनै पनि फेलियर भनेको चाहिँ एकदम असफल हुने त्यो होइन कि जुनसुकै कुरालाई लेसन जस्तो दिनु पर्यो उसले के सिक्यो त भन्दाखेरि यो 10,000 कुराहरू युज गर्यो भने चाहिँ मेरो यो बल्ब नबन्ने रहेछ मेरो बल्ब बन्नु त यो गर्नुपर्ने रहेछ भनेर सिकेँ भनेर चाहिँ त्यसरी चाहिँ उसले जवाफ दियो कि सो मैले यहाँ जोड्नु खोजेको चाहिँ के त भन्दाखेरि हामीले आफ्नो शैक्षिक प्रणालीहरूमा नि यस्ता कुराहरूलाई पनि जोड्नुपर्छ जस्तो लाग्छ कि जस्तै ठुला यो
भनौँ न विद्वानहरूको यस्ता व्यक्तित्वहरूको जीवनी पढाउने तिनीहरू पनि त एकैचोटि सफल भएको होइन नि। अब भगवान् बुद्धकै कुरा गर्ने हो भने पनि कति जन्म होइन भन्तेहरूलाई त मैले भनिराख्नै परेन नि, एकै जन्ममा भएको होइन नि त्यो कुरा। अनि एकैचोटि सफलता भनेको हुँदैन, र सफल नहुनु भनेको चाहिँ त्यो लेसन हो, इट्स नट अ फेलियर भन्ने चाहिँ मेरो विचारमा हामी आफूले पनि आत्मसात गर्नुपर्छ र आफ्नो समाज बच्चाहरूलाई होइन त्यो भनौँ शैक्षिक प्रणालीहरूमै पनि हामीले कहीँ सिकाउने बेला सायद भन्दैहरूले देशनारमा त भन्नुहुन्छ होला उपासक उपासिकाहरूलाई होइन, तर यो जुन हामीले त्यो शिक्षा प्रणालीमा चाहिँ यस्तो कुराहरू राख्नुपर्ने जस्तो लाग्छ कि मलाई। त्यो फेलियरलाई चाहिँ एकचोटि असफल भयो भने चाहिँ त्यो मान्छेलाई नराम्रोसँग हेर्ने, अलि होचो देख्ने होइन, होच्याएर हेर्ने, त्यो हामीले आफैलाई पनि चेन्ज गर्नुपर्छ जस्तो लाग्छ कि मलाई। फेलियर मात्र होइन कि जुनसुकै पनि कम भएमा चाहिँ होच्याउने हेप्ने होइन, त्यसलाई चाहिँ बोयकट गर्ने त्यस्तो हुन्छ नि। अरूलाई होच्याउँदाखेरि आफूलाई पनि होच्याउँदा मन दुख्छ, त्यसैले नगरौँ भन्ने विचार पनि आउनु पर्यो। एक्ज्याक्ट अरूलाई एक्ज्याक्टली भन्थ्यो भन्नुभयो होइन, अरूलाई होच्याउनु भनेको आफूमा अहम भावना ल्याउनु हो नि भन्थे, र त्यसले डजन्ट डु गुड टु यु। त्यसै तपाईँले मलाई आफैले पनि राम्रो गर्दैन नि, त्यो अहम भावना आउनु भनेको त्यो क्लेसै हो नि। यसरी चाहिँ बुझ्नुपर्ने कि जस्तो लाग्छ कि। साधुवाद छ हाम्रो सुषमा वज्राचार्य उपासिकालाई। उहाँले मन दुखेका फेलियर्सहरूलाई यसरी चाहिँ नै प्रेरित गर्नको लागि उहाँले प्रश्न पार्नु भएकोमा अब म यहाँहरू दुवैजनालाई एक प्रश्न राख्न चाहेँ। के त भन्दाखेरि यो प्रश्न पनि अन्तिम प्रश्न हो। के त भन्दाखेरि अब मनको संसार सुन्दर बनाउनको लागि या सानो उपाय या चाहिँ नि केही सरल तरिका केही छ भने भन्नुको लागि म यो प्रश्न तपाईँहरू दुवैजनाले राख्न चाहेँ। भन्दै मलाई चाहिँ जहाँसम्म लाग्छ कि मानव जीवनमा सबैभन्दा मुख्य गरेर अघि पनि हामीले जुन राम्रो र नराम्रो भनौँ नेगेटिभ पोजिटिभको विषयमा छलफल गरिदिइराखेकै हो, तर पनि मनको संसारलाई सुन्दरता बनाउनको लागि भनेको हामीले सन्तुष्टि हो। छोटकरीमा मैले बुझेँ, हामी जे छ त्यसमै रमाउनु, जे छ त्यसमै हामी खुसी हुनु, त्यो नै मलाई जहाँसम्म लाग्छ यो मनको सबैभन्दा सुन्दरता नै त्यही हो। हामीले यो मनले मसँग आज 2 रुपियाँ छ भने त्यो अरूको 10 रुपियाँ देखेर हामीलाई चाहिँ त्यसमा ईर्ष्या लाग्छ कि लाज, त्यो लोभ लाग्छ नि होइन। तर त्यसले त हामीलाई त मनको सन्तुष्टि त बनाएन, हामीले त दुःखी बनायो। तेरो मेरो त 2 रुपियाँ मात्रै, तेरो 10 रुपियाँ हो। हामी त्यसमा हामी चाहिँ फाइट गर्न लाग्यौँ, झगडा गर्न भन्नु अगाडि बढ्न लाग्यौँ। त्यो भएको कारणले गर्दाखेरि हामीले यो मनको संसारलाई सबैभन्दा सुन्दरता बनाउनुको मुख्य माध्यम भनेको हामीलाई जे छ त्यसमै रमाउनु, जे छ त्यसमै हामी खुसी हुनु, सन्तुष्टि हुनु नै भन्ने मलाई चाहिँ लाग्छ। हजुर, मन संसारलाई सुन्दर बनाउने भन्नुभयो भन्दैले होइन। अब मलाई चाहिँ कस्तो लागिरहेको छ त भन्दाखेरि संसारलाई सुन्दर बनाउनु भन्दा पनि भन्दैले अघि भन्नुभयो जस्तै जुन संसार छ त्यसमा रमाउनु पर्यो भनेको जस्तो लाग्छ मलाई नि। त्यो अब अगेन त्यो फेरि मनकै कुरा आउँछ त्यसमा होइन भन्थे। एउटा भनाइ छ, फेरि म एउटा भनाइराख्छु, एक्सटर्नल वर्ल्ड इज द रिफ्लेक्सन अफ इन्टर्नल वर्ल्ड है। हाम्रो बाह्य संसार चाहिँ हाम्रो भित्री संसारको प्रतिबिम्ब हो। भने मतलब हाम्रो भित्र यदि हामी शान्त होइन छौँ भने, हामीलाई चाहिँ आनन्द छ भने चाहिँ बाहिरको संसार त्यसै हामीलाई चाहिँ आनन्द हुन्छ, सुन्दर हुन्छ भने चाहिँ अब हाम्रो आनीको एउटा गीत पनि छ, फुलको आँखामा फुलै संसार होइन। त्यसरी चाहिँ अब यो भित्री संसारलाई चाहिँ कसरी सुन्दर बनाउनु त भने फेरि अगेन भन्तेहरूको अगाडि मैले भनिराख्नु पर्दैन, त्यो ध्यान भावना नै हो जस्तो लाग्छ कि भन्थे मलाई नि होइन। अब ध्यान भावना अनि यो हाम्रो यो साइन्समा भन्छ अब हाम्रो यो जीवनको चाहिँ 3वटा एस्पेक्ट छ, माइन्ड, हार्ट एन्ड बडी होइन। बडी भनेको फिजिकल भौतिक शरीर भयो, हार्ट भनेको चाहिँ हाम्रो इमोसनहरू, हाम्रो फिलिङहरू भयो, माइन्ड भनेको चाहिँ मन भयो नि होइन। अब त्यसमा चाहिँ फिजिकल हाम्रो भौतिक शरीरको लागि चुस्त दुरुस्त ऊर्जावान राख्नको लागि त फिजिकल एक्सर्साइज होइन, एक्सर्साइज भयो, आजकल योगहरू भन्छ के भन्छ त्यो गर्नै पर्यो। अनि त्यस्तै चाहिँ हार्टलाई यो इमोसनल, हाम्रो इमोसनल बडी, हाम्रो भावनात्मक शरीरलाई स्वस्थ चुस्त दुरुस्त राख्नको लागि चाहिँ यो हामीले गर्ने अभ्यासहरू भनेको मैले पनि भन्तीहरूबाटै सिकेको होइन। जस्तै अब भनौँ न यो कृतज्ञ हुने,
मनमा आनन्द आउँछ नि हामी कृतज्ञ हुँदाखेरि होइन। अब प्रार्थना गर्ने, अब हामी बुद्ध पूजाहरू गर्दाखेरि होइन मनमा आनन्द आउँछ। अनि कसैलाई भन्नु क्षमा दिने होइन, फर्गिभ गर्ने, लेट गो गर्ने, त्याग गर्ने, दान दिँदाखेरि, सेवा गर्दाखेरि एकदम भनौँ न अब निस्वार्थ सेवा गर्दाखेरि, कहीँ गएर चाहिँ हामी ध्यान शिविरमा गएर होइन सेवा गर्दाखेरि कुनै कुराको प्राप्तिको त्यो सोच पनि नराखिकन नि सेवा गर्दाखेरि जुन मनमा आनन्द आउँछ नि त्यो चाहिँ हाम्रो हृदयको लागि रे कि हार्ट, यो इमोसनल बडीको लागि। मनलाई ऊर्जा दिने, मनलाई चुस्त दुरुस्त राख्ने भने फेरि ध्यान होइन। एउटा सायद कवीरको भनाइ हो क्या त्यो मनलाई धुने साबुन भनेको ध्यान हो भनेर नि भन्थे। त्यसकारण चाहिँ अब हाम्रो संसार सुन्दर बनाउनको लागि यो तीनवटा एस्पेक्टमै हामीले चाहिँ ध्यान दिएर चाहिँ कुरा, किनभने फिजिकल हाम्रो हेल्थ पनि त राम्रो हुनु, आरोग्य परमा लाभा भने जस्तै नि हेल्थ पनि त हाम्रो फिजिकल हेल्थ पनि राम्रो हुनु पऱ्यो, हाम्रो इमोसनल हेल्थ पनि राम्रो हुनु पऱ्यो र मेन्टल हेल्थ पनि राम्रो भयो भने त्यो तीनवटा सही भयो भने चाहिँ मेरो विचार हामीले चाहेको जस्तो संसार बाहिर बनाउन सक्छौँ जस्तो लाग्छ कि भन्थ्यो मलाई। यति भने मैले साधुवाद छ हाम्रो गरुक भन्देज्यू र हाम्रो सुषमा बज्राचार्य उपासिकालाई। उहाँले मन सुन्दर बनाउनको लागि, मनको संसार सुन्दर बनाउनको लागि आफ्नो सन्तुष्ट नै ठुलो कुरा हो भनेर उहाँले भन्नुभयो र उपासिकाले भनेको अनुसार हामीले तीनवटा कारणहरू सम्बन्धी विशेष जोड दिनुपर्ने हुन्छ। यो हाम्रो चाहिँ नि अत्यावश्यक कारणहरू हुन्। साधुवाद छ हाम्रो निमन्त्रण स्वीकार गरी यहाँ पाल्नुभएका हाम्रो गरुक भन्देज्यूलाई र हाम्रो चाहिँ सुषमा बज्राचार्य उपासिकालाई। उहाँलाई यहाँहरूको उपदेश अनुसार यहाँले धेरै ज्ञान हासिल गर्नुभयो होला भन्ने म विश्वास गर्दछु र यहाँलाई मैत्रीपूर्ण साधुवाद व्यक्त गर्दै त्यसै गरी हाम्रो यस कार्यक्रमको लागि हाम्रो उपासक उपासिकाहरूले पनि सहयोग गर्नुहुन्छ र उहाँहरूको एकपटक नाम दिन चाहन्छु भन्दै उहाँहरूले चाहिँ नि हाम्रो यस कार्यक्रमको लागि महिनामा चाहिँ उहाँहरूले सहयोग गर्नुहुन्छ र उहाँहरूको नाम सुनाउन चाहन्छु। प्रसन्नवती गुरुमा, दिलहेरा ताम्राका, सदस्यन्द सरदार, बिनु सिंह, विद्या साई, सानुमैया, नानुमैया, प्रदीप मानन्दर, सुमित्रा मानन्दर, लिजला साके, बिना नेपाली, अञ्जली साके, बुद्धरत्न दङ्गोल, आनन्द दङ्गोल, सावित्री दङ्गोल, चन्द्रलक्ष्मी महर्जन, किरण शोभा ताम्राकार, पूर्णदेवी दङ्गोल, तारा अवाले, समुद्र देवी ताम्राकार, सबिना महर्जन, त्यसै गरी प्रेम देवी बज्राचार्य, पुष्पा महर्जन, विमला बज्राचार्य र जयराम ताम्राकार। उहाँहरूले हाम्रो यस कार्यक्रमको लागि हरेक महिना सहयोग गर्नुहुन्छ। त्यसै गरी हाम्रो प्राविधिक पक्षमा हामीलाई सहयोग गर्ने हाम्रो भाइहरू हुन्। उहाँहरूको कम्पनीको एउटा नाम पनि छ किन्डम प्रोडक्सन, त्यसै गरी अर्को पनि एउटा नाम छ ट्विन्स ग्राफी र उहाँहरूको नाम हो राम लक्ष्मण र सुरज श्रेष्ठ। उहाँलाई साधुवाद व्यक्त गर्न चाहन्छु र सुखी होस्, निरोगी होस्, दीर्घायु होस् पनि म प्रार्थना गर्दछु र फेरि अर्को कार्यक्रममा नयाँ विषयलाई लिएर फेरि पनि उपस्थित हुने बाचाका साथ आजलाई बिदा हुन चाहन्छु। सबैजनालाई बहुत शुभ मङ्गलम।